सर्वेइङको चाहिँ सब्जेक्ट वाइज सजिलो लाग्ने सब्जेक्टमा पर्छ हैन, तर क्वेसन वाइज चाहिँ सबभन्दा गाह्रो क्वेसन चाहिँ सर्वेबाट हुने गर्छ। किन भन्दा यो चाहिँ कन्सेप्चुअल क्वेसन सोध्छ यहाँबाट, अरू सब्जेक्टमा जस्तो सजिलो छैन कि। जस्तो अघि भर्खर हामीले सोइलमै पढ्यौँ, सोइलमा चाहिँ तपाईँको द रिलेसन अफ बल डेन्सिटी इज भन्यो भने तपाईँलाई याद छैन। यहाँ धेरै दिमाग लाउनु जरुरी नै छैन। द रिलेसन अफ प्लास्टिसिटी इन्डेक्स इज भनेर सोइलमा धेरै सोधिया, पछि हामी पढ्छौँ अर्को क्लासमा। लिक्विड लिमिट माइनस प्लास्टिक लिमिट भनेर अब त्यसको एन्सर छ भने तपाईँले ट्याक्क टिक लगाइदिनुहुन्छ, एन्सर थाहा छैन। जस्तो अब स्ट्रक्चरकै सबभन्दा बढी सोधेको क्वेसनमा द म्याक्सिमम बेन्डिङ मोमेन्ट फर सिम्पली सपोर्टेड बिम इज, तपाईँलाई थाहा छ भने त्यसको एन्सर के हो, WL²/80। यहाँ दिमाग लाउन जरुरी नै छैन। यस्तो खाले क्वेसन चाहिँ हुन्छ हैन। यो चाहिँ 60 देखि 65% खाले क्वेसन चाहिँ सबै सब्जेक्ट गरेर यस्तो खाले क्वेसन आउँछ। तपाईँले एकदम ध्यान दिनु। फर्स्ट क्याटेगोरीको क्वेसन तपाईँले एउटा फुल अब्जेक्टिभ क्वेसनलाई यो ठाउँमा राख्नुभयो भने यस्तो खाले क्वेसन, यो चाहिँ एन्सर तपाईँलाई थाहा छ भने यहाँ तपाईँलाई यो क्वेसनले घुमाउने कुरा पनि केही छैन, पढेको छ भने टिक लाउने क्वेसन हो हैन। यो चाहिँ ट्याक्कै एन्सर आँखा चाहिँ एन्सरमा जान्छ कि यसको। चारवटै अप्सन हेर्न जरुरी छैन, आफ्नो अप्सन भेटेपछि टिक लगाइदिनुहोस्। सेकेन्ड क्याटेगोरीको क्वेसन चाहिँ एकदमै ध्यान दिनु जरुरी छ अब्जेक्टिभ क्वेसन डिल गर्दा। यो चाहिँ 20 देखि 25% हुन्छ। यो क्वेसनको मा चाहिँ के हुन्छ भने तपाईले क्वेसन पढ्नुभयो, अब तपाईको दिमागमा एउटा एब्सोल्युट एन्सर आउँदैन कि। तपाईले के गर्नुपर्छ, चारवटा अप्सन के गर्नुपर्छ, हेर्नुपर्छ। र त्यो चारवटा अप्सन मध्ये यो अप्सन चाहिँ ठिक छ भनेर तपाईले एउटा मात्र, यसमा त सिधै एउटा अप्सनमा तपाईको ध्यान जान्छ। तपाईले खोज्नुहुन्छ कि कहाँ छ WL²/80। यो खाले क्वेसन मिलाएर लोकसेवामा नाम निक्लदैन है। यो खाले क्वेसन त मोस्ट अफ द स्टुडेन्ट सबैले के गर्छ, मिलाउँछ। त्यो त तपाईले राम्रोसँग पढाइ विद्यार्थी छ भने उसले लोकसेवा प्रिपेयर नगरी पनि गएर मिलाउँछ। त्यस्तो खाले क्वेसन हो। तपाईले सेकेन्ड क्याटेगोरी, अब तपाईले यो जानेर सेकेन्ड क्याटेगोरीमा उक्लाउनु पर्छ। तपाईँ आफ्नो प्रोग्रेसलाई आफै चेक गर्न जानुहुँदै यो क्वेसनमा चाहिँ चारवटा अप्सन पुरै हेरेर यो चारवटा मध्ये बेस्ट एन्सर यो हो भनेर तपाईले टिक गर्नुपर्छ। यस्तो खाले क्वेसनको एब्सोल्युट एन्सर हुँदैन। पछि हामी सर्वेमा पर्छौँ। जस्तो एउटा एक्जाम्पल हेर्नु, यो क्याटेगोरीकै द मोस्ट एक्युरेट मेथड अफ लिनियर मेजरमेन्ट इज भनेर सोधेकै क्वेसन है। अप्सनमा राखिदिए यस्तै। अब मोस्ट एक्युरेट भन्ने बित्तिकै त यिनीहरू मध्ये हेर्नु पर्यो, पेसिङ, चेनिङ, टेपिङ, डीमा के इडियम हैन। तपाईले चारवटै अप्सन हेर्नुभयो, अनि पेसिङ भन्दा चेनिङ एक्युरेट, चेनिङ भन्दा टेपिङ एक्युरेट, टेपिङ भन्दा इडियम एक्युरेट। इडियम मोस्ट एक्युरेट मेथड अफ लिनियर मेजरमेन्ट इज। अब यसलाई अप्सन बिना तपाईले इमेजिन गर्नै सक्नुहुन्न किनकि त रिलेटिभ कुरा हो। अब यस्तो खाले क्वेसनमा दिया हुँदैन। तपाईँ एकदमै आत्तिनु भएको, त्यही भएर तपाईँ टेपिङ। अर्को मैले भन्न खोजेँ चाहिँ द मोस्ट एक्युरेट मेथड अफ लिनियर मेजरमेन्ट इज क्वेसन सेम। एन्सरमा के राखिदियो भन्दा यो टेपिङको अगाडि इन बार टेपिङ राखिदियो भने अब यसको एन्सर के हुँदैन, इडियम हुँदैन। यसको एन्सर के हुन्छ, इन बार टेपिङ। त्यसकारण गर्दा यो सेकेन्ड क्याटेगोरी क्वेसन चाहिँ तपाईले एकदमै धैर्यताका साथ क्वेसनलाई रियलाइज गर्नु भएन भने तपाईले यस्तो क्वेसन बिगार्नुहुन्छ। त्यही भएर पढ्ने पनि तरिका हो। लोकसेवा भनेको मेहनत मात्रै होइन, इट इज एन आर्ट। आर्ट टु स्टडी, आर्ट टु राइट इन एक्जाम। सब्जेक्टिभ क्वेसन राम्रोसँग लेख्न नजान्दाखेरि एकदम पढेको खतरा जान्ने छ, तर सब्जेक्टिभ क्वेसन लेख्न नजान्दाखेरि नाम ननिकालेको। हामीले त 20 वर्ष मैले लोकसेवा पढाउन थालेँ। विद्यार्थीको सँग इन्टरेक्सन हुन्छ, एकदमै खतरा। यसले चाहिँ निकाल्ला जस्तो लाग्यो, त्यसले चाहिँ निकालेर हुँदैन। हामी रिजल्ट हेर्छौँ हरेक वर्षकै। कारण के भने उसले सब्जेक्टिभ क्वेसनलाई अघि नै मैले अब्जेक्टिभ पढाउँदा त्यो कुरा भनिनँ। सब्जेक्टिभ क्वेसनमा चाहिँ म तपाईँलाई पछि बताउँछु। तपाईँले लेख्ने कला तपाईँमा हुन जरुरी छ। 14वटा क्वेसन
त्यो टाइममा कला निर्माण नगरिकन सकिँदैन। तपाईँले छोडेर आउनुपर्ने हुन्छ। त्यस्तो विद्यार्थीले के गर्छ भने अरू क्वेसनमा मस्त लेख्छ अनि लास्टमा टाइम पुग्दैन अनि 2टा क्वेसन छोडेर हिँड्दिन्छ। 2टा क्वेसन छोड्नुको अर्थ तपाईँले रिजल्ट नकुर्दा पनि हुन्छ। त्यो भएर त्यो कुरा अब यसमा पनि हेर्नुहोस् न, तपाईँले यहाँ यो क्वेसनलाई घोकेर हुँदैन कि द मोस्ट एक्युरेट मेथड अफ लिनियर मेजरमेन्ट इज इडियम भनेर भयो। इनबार टेपिङ आउने बित्तिकै यसको आन्सर कहाँ आयो? इनबार टेपिङमा आयो। यो 20 देखि 25 क्याटेगोरीको हुन्छ, त्यो हामी पढ्दै जाँदा डिस्कस गर्दै जाँदा। सर्वेमा चाहिँ मोस्टली यो क्याटेगोरीको क्वेसन आउँछ। फर्स्ट क्याटेगोरीको क्वेसन आउँदैन सर्वेमा। त्यसो भएर सर्वेको क्वेसन चाहिँ प्राय बिग्रन सक्ने खाले आउँछ। अझ थर्ड क्याटेगोरीको क्वेसन चाहिँ यो आउँछ नि 10 देखि 15% को क्वेसन है। 10% देखि 15% को हाराहारीमा थर्ड क्याटेगोरीको क्वेसन आउँछ। यो क्वेसन चाहिँ तपाईले कस्तो खाले क्वेसन हुन्छ भने तपाईले एउटा जाँच देशी महसुस गरिहाल्नुहुन्छ। मैले भनेको कुरा थ्योरी सबै पढ्नुस्, अब्जेक्टिभ भएभरका किताब सबै जम्मा गरेर पढ्नुस्, तैपनि 10% क्वेसन तपाईले फर्स्ट टाइम एक्जाममा के गर्नुहुन्छ? भेट्नुहुन्छ। यो क्वेसनले चाहिँ साँच्चीकै तपाईको दिमाग घुमाउँछ। यो हुन्छ नै, यो अब्जेक्टिभ क्वेसनको खासियत हो। सबै एउटै स्ट्यान्डर्ड क्वेसन राखिँदैन, राख्न हुँदैन पनि। र एक्जाममा सबभन्दा डिसिसिभ भनेको अब्जेक्टिभ क्वेसन है। र तपाईले थाहा पाउनुपर्छ अब्जेक्टिभ क्वेसन किन राखेको, सब्जेक्टिभ क्वेसन किन राखेको, एक्जाम यत्रो किन बनाएको, त्यसपछि गएर इन्टरभ्यू किन राखेको। राख्नै पर्दैन यत्रो धेरै भन्ने लाग्छ विद्यार्थीलाई, तर लोकसेवामा यो 3टै एक्जामको आवश्यक छ। सब्जेक्टिभ किन? अब्जेक्टिभले तपाईको कन्फिडेन्स चेक गर्न राखेको। नलेज छ तर यो होला कि यो होला कि भनेर हुँदैन, कन्फिडेन्ट यो हो। सब्जेक्टिभले तपाईको एनालाइटिकल क्यापासिटी चेक गर्न खोजेको। एबार तपाईलाई सोध्ने क्वेसन के हो भने अहिलेको जस्तो अ ब्रिज इज गोइङ टु बी कन्स्ट्रक्टेड इन काठमाडौँ भ्याली अन बागमती रिभर, देन वाट टाइप अफ फाउन्डेसन विल यु सजेस्ट? यसलाई यसरी सोध्न हुँदैन लोकसेवामा वास्तवमा। डिस्क्राइब द टाइप्स अफ फाउन्डेसन भन्यो भने त जसले पनि लेख्छ। यो त बीमा सोध्ने क्वेसन हो। तपाईँ इन्जिनियर हो, इन्जिनियरलाई सोध्ने क्वेसन चाहिँ यस्तो हो। त्यही भएर 14वटा क्वेसन मध्ये 2टा 3टा क्वेसन चाहिँ एनालाइटिकल हुन्छ, प्योर एनालाइटिकल। अर्को इन्टरभ्यूले तपाईको के चेक गर्ने हो? तपाईको एटिट्युड। यसमा तपाईलाई क्वेसन नम्बर 1 एन्सर मिल्यो कि मिलेन, क्वेसन नम्बर 2 एन्सर मिल्यो कि मिलेन भनेर नम्बर दिँदैन इन्टरभ्यूमा। क्वेसन बिग्रे पनि केही हुँदैन, तर तपाईले कस्तो एटिट्युडले के गर्नु भएको एन्सर दिइरहनु भएको। जस्तो कुनै एउटा क्वेसन सोध्यो, तपाईलाई थाहा छैन, तपाईले गोल मोटोल गफ दिइरहनु भएको छ भने यसबाट तपाईको के एटिट्युड बुझ्छ नि यो मान्छे फ्रड छ। तपाईलाई आउँदैन भने इन्टरभ्यूमा सरी सर मैले यो बारेमा चाहिँ मलाई खाली थाहा भएन भनिदिने हो। द्याट इज द भेरी पोजिटिभ एटिट्युड, तपाईको मार्किङ पोजिटिभ हुन्छ। एक्सपर्टलाई त थाहा छ नि, तपाईलाई एउटा टेक्निकल क्वेसन सोध्यो, एक्सपर्टलाई त सबै थाहा छ त्यो बारेमा। तपाईले यस्तो गफ दिइरहनु भएको छ कि आम मान्छेलाई गफ दिए जस्तो होइन, गोल मोटोल भने यो मान्छे फ्रड हो, तपाईको नेगेटिभ मार्किङ भइरहेछ। यो कुरा धेरै स्टुडेन्टलाई थाहा हुँदैन, उसले चाहिँ गफ दिएपछि पट्टिन्छ मान्छे भनेर दिन्छ गफ। त्यस्तो गर्न हुँदैन। आउँदैन भने एकदम हाँसेर सरी सर मैले तपाईलाई यो चाहिँ म अहिले भन्न सक्ने स्थितिमा भएन सर, थाहा भएन मलाई, फ्रेङ्कली भन्दा एकदमै सकारात्मक एटिट्युड, तपाईको मार्किङ पोजिटिभ भइरहन्छ एटिट्युड। त्यही तपाईलाई सोध्छ तपाईँ जागिर खान किन, सरकारी जागिर किन खान खोजेको? यस्तो क्वेसन पटक पटक सोध्ने क्वेसन पर्दै होइन। पैसा धेरै कमाइन्छ, घुस खान पाइन्छ भनेर हो भनेर सोध्छ। अब तपाईँको फ्रड मान्छेले के भन्छ? होइन सर म यो देशको माया लागेर देशको सेवा गर्न भनेर भन्ने यस्तो क्वेसन दियो भने तपाईँ माइनसमा जानु भयो। किन? तपाईँको देशको सेवा प्राइभेट सेक्टरबाट हुँदैन, अभियस हुन्छ। देशको माया लागेर पनि होइन, तपाईँ खेती गर्नुहोस् न, त्योभन्दा देशको ठुलो माया त अरू केही हुँदै होइन। तर किन आउनुभएको भन्दा तपाईँले एकदमै यसको प्र्याक्टिकल एन्सर चाहिँ के हो भने नेपालमा प्राइभेट अर्गनाइजेसनहरू प्रोफेसनल बन्न सकेको छैन। प्राइभेट सेक्टरमा जाहिर खाँदा के भने प्रोफेसनल्ली रन गर्न नपाइने होइन, उनीहरूले जे भन्ने हो त्यो गर्नुपर्ने, अथवा प्रोफेसनल नर्म्समा के गरेको छैन, चलेको छैन। त्यसैमा त मलाई प्राइभेट सेक्टरमा चाहिँ अलिकता त्यो लागेन। गभर्मेन्ट सेक्टर प्रोफेसनल छ, आफ्नो नलेज स्वतन्त्र रूपमा के गर्न पाइन्छ,
युज गर्न पाइन्छ भनेर आएको हो भन्नुभयो भने द्याट इज द सकारात्मक एन्सर। यस्तो कुराहरू धेरै कुराहरू नजान्दाखेरि लोकसेवामा हामी 1-2 नम्बरले तल पर्ने, नाम ननिक्लने, कस्तो खतरा खतरा केटाहरूले पनि 2 चोटि लिखितमा नाम निकाल्यो, 2 चोटि नै इन्टरभ्यूमा फालियो, यस्ता खाले क्वेसनहरू, यस्ता खाले इस्युहरू हामीले सुन्छौँ हैन। तर यी कुराहरू चाहिँ अब कोही मान्छे चाहिँ एकदमै कम पढ्ने थियो, फ्याक्टर नाम निकाल्यो भन्ने खाले इस्यु चाहिँ त्यस्तो हो। त्यही भएर तपाईँले अब्जेक्टिभ क्वेसन पढ्ने तरिका थाहा पाउनु पर्यो हैन, सब्जेक्टिभ क्वेसनलाई एन्सर गर्ने तरिका थाहा पाउनु पर्यो। जानेर मात्रै भएन, इन्टरभ्यूमा कसरी फेस गर्ने भनेर जान्न पर्यो। मान्छेले चाहिँ जानेको हुँदैन। इन्टरभ्यूमा तपाईँलाई के लाग्छ भने यसले कपी लिएर बसेको छ, एउटा क्वेसन सोध्छ, मिल्यो 1 नम्बर थप्यो, मिल्यो बिग्रियो 2 नम्बर काट्यो, यसरी बस्छ भन्ने हुन्छ। त्यस्तो हुँदैन। इन्टरभ्यूमा तपाईँको नम्बरिङ गर्न, तपाईँको समग्रमा बडी ल्याङ्ग्वेजदेखि लिएर तपाईँको एटिच्युड, तपाईँको एन्सर गर्ने तरिकादेखि लिएर यो चेक गर्न मात्रै इन्टरभ्यू राखेको हो। तपाईँले एकदमै एटिच्युड खराब देखाउन थाल्नु भयो भने बल्ल मार्किङ के हुँदै जान्छ, तल तल हुँदै जान्छ। ल यो कुरा चाहिँ अब्जेक्टिभ क्वेसनको क्याटेगोरी हो, तपाईँले ध्यान दिन जरुरी छ। र यो अनुसार तपाईँको अपग्रेड गर्नु थियो। यहाँबाट सेकेन्डमा जानुहोस्, सेकेन्डबाट केमा जानुहोस्, थर्डमा जानुहोस्, र तपाईँले 90+ मिलाउनु पर्छ अब्जेक्टिभमा नाम निकाल्ने भने। र 90+ भयो र सब्जेक्टिभ ठिकै गर्नु भने बुझ्नुभयो तपाईँको नाम के भयो, निक्ल्यो। 90+ को अर्थ के, तपाईँ यो मिलाएर, यो क्याटेगोरीको सबै मिलाएर कहाँ पुगिसक्नु भएको छ, यो क्याटेगोरीमा, जुन अरू धेरै मान्छे पुग्न सकेका हुँदैन। लोकसेवा पढ्ने पनि धेरै मात्रै यही क्याटेगोरीमा खुम्चेर बसिरहेको हुन्छ। यो क्याटेगोरी र अझ यो क्याटेगोरीमा त ऊ पुग्नै सकेका हुँदैन। र उसले पढ्ने स्टाइलले पनि यो गर्छ क्या। धेरै मान्छेले के गर्छ, अब्जेक्टिभ पढ्ने भनेपछि बुक किनेर ल्याउँछ, क्वेसन मात्रै हेर्न खोज्छ क्या। क्वेसन पनि कसरी, क्वेसन पछाडिपट्टिको एन्सर, एन्सर। ऊ आफ्नो दिमागै लाउन खोज्दैन, क्वेसनलाई यसरी याद गर्न खोज्छ जसरी यही क्वेसन मध्येको क्वेसन जाँचमा आउँछ भन्ने। अनि त्यो क्वेसनमा अलिकता चेन्ज गर्यो, अलिकता ट्विस्ट गर्यो भने अनि तपाईँले त्यो क्वेसनलाई कहिले पनि मिलाउनै सक्नुहुन्न। त्यसैले तपाईँले आफूले कसरी पढाएको छ भन्ने कुराले पनि अर्थ राख्छ। तपाईँ जसरी हुन्छ यो क्याटेगोरीमा पुग्न जरुरी छ। हामी पढ्दाखेरि त्यो क्याटेगोरी, र सर्वेमा त कि यो क्याटेगोरीको के यो क्याटेगोरीको क्वेसन आउँछ, सर्वेबाट आउने क्वेसनहरू। त्यसो भएर सर्वेबाट आउने क्वेसनहरू चाहिँ पहिला प्रायः यस्तो खाले क्वेसन के लाग्छ तपाईँलाई, मिल्यो भनेर निक्लाउनु, जाँचबाट निक्लाउँदा मिल्यो हैन। जस्तो उसले पढिरहेको थियो पेसिङ, चेनिङ, टेपिङ, इडियम भनेर पढाएको थियो, इडियममा ठिक लाग्यो, इन्भर्ट टेपिङ आउँदा पनि ऊ कन्फिडेन्स भएर हानिदिन्छ कि इडियम, अनि मिल्यो 1 नम्बर मिल्यो भनेर बाहिर निक्लिन्छ, पछाडि थाहा पाउँछ ए ला हैन इन्भर्ट टेपिङको रहेछ। यो कुरा हामीले ध्यान दिन जरुरी छ। अब हामी लागौँ सर्वेतिर। सर्वेको डिफिनेसनबाट नै 2टा क्वेसन छ। के हो सर्वेको डिफिनेसन? यसको स्ट्यान्डर्ड डिफिनेसन हेर्ने हो भने इट इज एन आर्ट और साइन्स डिटरमाइनिङ द relative position of points on the surface of the earth, beneath the surface of the earth, by measuring horizontal distance, direction and elevation भन्ने स्ट्यान्डर्ड डिफिनेसन। तर यो डिफिनेसनमा हामीले अब्जेक्टिभ हिसाबले याद गर्नुपर्ने के रह्यो भने इट इज एन आर्ट और साइन्स। यो सिधा के सरकार भएन के, डिटरमाइनिङ relative position of points, relative position of points on the surface of the earth, beneath the surface of the earth भन्ने पनि चाहिएन हामीलाई। by measuring horizontal distance, direction and elevation। यो this is the standard definition of surveying। अब यहाँबाट तपाईलाई सोध्ने 2टा क्वेसन। क्वेसन नम्बर 1, क्वेसन यसरी, रिलेटिभ इन सर्विङ रिलेटिभ पोजिसन मिन्स भन्छ। त्यो रिलेटिभ पोजिसन सर्विङको रिलेटिभ पोजिसन भने के, जस्तो तपाईलाई यही कोठाको म्याप बनाउन छ भने तपाईले बसिरहेको कोठाको म्याप बनाउन तपाईलाई यो 4वटा कर्नर पोइन्ट नापे पुग्छ के। यो 4वटा कर्नर नाप्दिनु, यसलाई जोड्दिनु थियो, रुम तयार भयो। तर सर्वेमा हामी के गर्दैनौँ कहिले पनि भन्दा यो डिस्टेन्स नाप्ने, यो डिस्टेन्स नाप्ने, यो डिस्टेन्स नाप्ने, यो डिस्टेन्स नाप्ने कहिले पनि गर्दैन। यो सर्वेको काम गर्ने वर्किङ तरिका यो होइन। सर्वेमा हामी के गर्छौँ, यहाँ एउटा सानो ट्राभर्स बनाउँछौँ। ट्राभर्सको सबभन्दा सानो रूप के हो,
ट्रायंगल यो पनि क्वेशन सोध्या तपाईलाई द स्मलेस्ट फर्म अफ ट्राभर्स इज के हो ट्रायंगल यसलाई अर्को ल्याङ्ग्वेजमा पनि सोधिरहेको छ द मिनिमम नम्बर अफ स्टेसन फर ट्राभर्स इज कति 3 यो कुरा अब तपाईले पहिला यो बनाउनुहुन्छ यो एंगल नाप्नुहुन्छ अनि यो साइड नाप्नुहुन्छ पहिला ट्रायंगललाई प्लट गर्नुहुन्छ अनि यो ट्रायंगलबाट यो स्टेसनमा बसेर यसलाई यो ट्रायंगलबाट यसलाई यो ट्रायंगलबाट यसलाई यो ट्रायंगलबाट यसलाई नाप्नुहुन्छ अनि पहिला ट्रायंगल प्लट गर्नुहुन्छ अनि ट्रायंगलबाट ती पोइन्टहरु प्लट गरेर यी पोइन्टलाई जोडेपछि के भन्छ रुम बन्छ दिस इज द वर्किङ प्रोसिड्युर अफ सर्वे त्यसैले गर्दा रिलेटिभ पोजिसन नापे यसलाई चाहिँ रिलेटिभ पोजिसन भन्छ रिलेटिभ पोजिसन भने के तपाईले अप्सनमा के हुन्छ भन्दा पोजिसन अफ points measured from same reference बाट नापिएको पोइन्ट को पोजिसनलाई हामी रिलेटिभ पोजिसन भनेर अब रिलेटिभ पोजिसन्स भनेको चाहिँ फेरि मैले यहाँ लेखे रिलेटिभ पोजिसन भनेको चाहिँ पनि पोजिसन अफ points measured from same reference बाट नापेको यहाँ अप्सन यो हुन्छ यसलाई टिक लाउनु पर्छ भने त्यो सेम रिफरेन्स के हुन सक्छ डाटम हुन सक्छ आरएल नाप्दा जस्तो मिन सी लेभल लियौं हामीले ट्राभर्स हुन सक्छ हैन इटिसी यसलाई हामी चाहिँ रिलेटिभ पोजिसन भनेर भन्छ त्यही भएर हामीले कहिले पनि एक आपसको बीचको डिस्टेन्स हामी कहिले नाप्दैनौं यो कुरा हामीले ध्यान दिन जरुरी छ अब अर्को तपाईलाई relative position of the points are measured by measuring horizon distance direction and elevation so question सोध्यो यसरी in compass survey the relative position of the points are measured relative position of points are determined by measuring भन्छ अब यही नै हो क्या क्वेशन एकदमै कन्सेप्चुअल क्वेशन है एमा राख्छ horizontal distance and direction बीमा राख्छ horizontal distance and elevation सीमा राख्छ elevation and direction बीमा लगाएर राख्यो के भने horizontal distance direction and के elevation that is the question यो क्वेशन एक्जाम मा सोधिएकै क्वेशनहरु मध्येको क्वेशन हो हैन अब तपाईले यो क्वेशनको आन्सर चुज गर्दाखेरि चाहिँ अब एकदमै हडबडाउनु भयो भने you choose the D है भर्खर पढेको हामीले हैन डेफिनेसन याद छ ओले डी मा गएर चुज गर्छ है दैट इज द रङ आन्सर किनभने क्वेशनले के भनेछ कम्पास सर्वे भनेछ यो वर्ड हुँदा र नहुँदा यसको आन्सर फरक हुन्छ यो क्वेशनबाट यो वर्ड हटाइदिनुस् यसको आन्सर डी हो दैट इज द राइट आन्सर यो क्वेशनमा कम्पास भन्ने वर्ड राख्यो भने कम्पासमा हामीले के गर्छौं ओन्ली मेजर होराइजन्टल डिस्टेन्स एन्ड के डाइरेक्सन त्यसैले गर्दा सर्वेइङको यस्ता कुराहरु चाहिँ हामीले याद गर्नुपर्छ सेन्टेन्समा एउटा वर्ड क्वेशनमा एउटा दुईटा वर्ड राख्दा नराख्दा आन्सर फरक हुन्छ अप्सन चेन्ज गर्दिदा आन्सर फरक हुन्छ त्यसो भएर यो कुरा हामीले एकदमै ध्यान दिन जरुरी छ हैन त्यसैले अब सर्वेको क्वेशन चाहिँ अलिकता यस्तो क्याटेगोरीको क्वेशन चाहिँ हुन्छ तपाईले घोकेर हुँदैन कि अब जाउँ हामी अर्को प्राइमेरी डिभिजन अफ सर्वे सर्वेलाई हामीले ब्रोडली दुईटा पार्टमा हामी डिभाइड गर्छौं प्राइमेरी डिभिजन अफ सर्वे ब्रोडली यो चाहिँ के को आधारमा भन्दा depending on
एप्रोच अफ सर्वे, तपाईले कुन एप्रोचमा सर्वे गर्दै हुनुहुन्छ भन्ने अर्थ। यो चाहिँ ब्रोडली दुईटा पार्टमा हामी गर्छौं। एउटा छ तपाईको प्लेन सर्वे, अर्को छ हाम्रो चाहिँ जियोडेटिक सर्वे। अब यो दुईटा चाहिँ तपाईले पहिला डिसाइड गर्नुपर्छ कुन सर्वे, कुन मेथडबाट सर्वे गर्ने भनेर। किन भन्दा अब अलिकति हेरौँ यसको। पृथ्वीको सेप यस्तो छ, एक्चुअली ओभल सेपको छ पृथ्वी, नर्थ पोल र साउथ पोल। इक्वेटरतिर यसको डायमिटर बढी छ, दिस द इक्वेटर। इक्वेटरतिर यसको डायमिटर चाहिँ 41.75 किलोमिटरले बढी छ एभरेजमा। अब यो त केही कुरा भएन। यो ओभल सेपमा तपाईले यहाँ दुईटा पेग गाड्नुभयो भने, हेर्नुस् है, यो दुईटा पेग गाड्ने बित्तिकै तपाईसँग दुईटा अप्सन छ। यो दुईटाको बीचको डिस्टेन्स नाप्ने तपाईसँग दुईटा अप्सन छ। एउटा नाप्नुहोस् आर्क यल, तपाईले आर्क नाप्नुहुन्छ केमा, यदि तपाईले जियोडेटिक सर्वे गर्नुभयो भने। तपाईसँग अर्को अप्सन छ यिनीहरूको बीचको डिस्टेन्स नाप्ने, कड ए, डी नाप्नुहुन्छ, द्याट इज द कड ए। यही कुराले गर्दा सर्वे तपाईसँग दुईटा अप्सन छ, कुन अप्सनमा जाने। यदि तपाईले कड नाप्ने सोच्नु हो भने यसले के गर्छ भन्दा इट इग्नोर कर्वेचर अफ अर्थ, अर्थको कर्वेचरलाई इग्नोर गर्छ र यसले के मेजर गर्छ, कड नाप्छ। यो पनि एउटा क्वेशन। इन प्लेन सर्वे वी मेजर दैट इज द कड भने यसले के गर्छ भन्दा इट टेक्स इन अकाउन्ट कर्वेचर अफ अर्थ, पृथ्वीको कर्वेचरलाई यसले टेक्स इन अकाउन्ट गर्छ र यसले के मेजर गर्छ, आर्क नाप्छ। सबभन्दा पहिलो यिनीहरूको बीचको डिफरेन्सेस र यो क्वेसन हामीलाई सोधिरहेको छ। हामीले जियोडेटिक सर्वे गर्ने भने हामी सधैँ आर्क नाप्छ, डोन्ट मेजर द कड ए। यो दुईटाको कुरा गर्ने बित्तिकै एउटा डाटाले के भन्छ हेर्नुहोस् त, एउटा डेटा छ। यो पनि पहिला पहिला धेरै ताल सोधेको क्वेसन पर्छ। 18.2 भन्छ, कसैले 6 भन्छ। 18.6 किलोमिटर डिस्टेन्स, कुनै कुनै बुकमा 2 पनि छ, अथवा कुनैमा 20 सम्म छ हैन। डिफरेन्स बिट्विन आर्क एन्ड कड, हेर्नुस् आर्क एन्ड कड चाहिँ कति हुन्छ भन्ने छ। धेरै बुकहरुमा 10 cm भन्ने छ, तर यो यसको आन्सर के हो, 10 mm हुन्छ। सच अ नेग्लिजिबल डिफरेन्स। हेर्नुस् त, त्यत्रो धेरै डिस्टेन्समा जम्मा 10 mm को डिफरेन्स आउँछ आर्क र कड को बीचको डिफरेन्स, हैन। अब यो भयो तपाईको 8.6 किलोमिटर। अब अर्को कुरामा जाउँ हामी। तपाईले यही पृथ्वीमा तीनवटा पोइन्ट गाड्दिनुस् भने यहाँ तपाईको के भन्छ भने प्लेन सर्वे गर्नुभयो भने तपाईले कड नाप्नुहुन्छ, प्लेन ट्रायंगल बन्छ। प्लेन ट्रायंगल भन्दा तपाईले नाप्ने एंगुलर मेजरमेन्ट यो हुन्छ, यो र यो। यदि यसैमा तपाईले के गर्नुभयो, जियोडेटिक सर्वे गर्नुभयो भने तपाईले नाप्ने एंगल यो हुन्छ। तपाईले आर्क लिनुहुन्छ नि त, यो आर्क, तपाईले आर्क लिने भएर तपाईले बनाउने ट्रायंगल हुन्छ स्फेरिकल ट्रायंगल, र तपाईले नाप्ने एंगल यो हुन्छ। हेर्नु त, एंगलै फरक पर्छ के। एंगुलर मेजरमेन्ट नै फरक पर्छ। यदि पृथ्वीको कर्वेचरलाई तपाईले हेर्नुभयो भने
एङ्गुलर मेजरमेन्ट नै फरक पर्छ है। अब अर्को डेटा एउटा छ 195 किलोमिटर स्क्वायरको ट्रायङ्गलमा तपाईलाई के भन्छ त डिफरेन्स इन सम अफ एंगल इन स्फेरिकल ट्रायंगल and sum of angle in plane triangle is भनेर कति भन्दा यसको आन्सर हो 1 सेकेन्ड। यो पनि सोधिरहेको क्वेसन हो पर्छ। यति धेरै ठुलो ट्रायंगल बनाउँदा तपाईको सम अफ एंगलमा आउने डिफरेन्स चाहिँ जम्मा 1 सेकेन्ड छ। 1 सेकेन्ड। त्यस कारणले गर्दा तपाईले यसबाट के थाहा हुन्छ भने सर्टेन एरियासम्म प्लेन सर्वे गर्दा र जियोडेटिक सर्वे गर्दाको डिफरेन्सेस खासै छैन। त्यही भएर अर्को एउटा क्वेसन सोधेको छ प्लेन सर्वे हामी कति एरियासम्म गर्छौं, कति एरियासम्म युज गर्छौं, यसको युज चाहिँ अप टु यसको युज चाहिँ हामीले एरिया ग्रेटर देन कति 260 किलोमिटर स्क्वायर भयो भने हैन, त्यो कुरा हामीले ध्यान दिन जरुरी छ। त्यसैले गर्दा यसको युज हामी के गर्छौं इन अल इन्जिनियरिङ सर्वेमा हामी यही मेथड युज गर्छौं किनकि एरर धेरै फरक छैन है। र यो चाहिँ हामीले कहाँ युज गर्छौं यो पनि याद गर्नु पर्यो। टु फिक्स द बाउन्ड्री बिट्विन कन्ट्रीको बाउन्ड्रीहरु फिक्स गर्न पर्यो भने ठुलो एरियामा जान्छौं हामी। त्यसैले गर्दा यो मेथड युज गर्नुपर्छ। तर तपाईलाई याद गर्न जरुरी छ एउटा अर्को क्वेसन व्हिच इज द मोस्ट एक्युरेट मेथड अफ सर्वे भन्ने क्वेसनमा यो क्वेसनको आन्सर पनि अप्सनमा भर पर्छ के व्हिच इज द मोस्ट एक्युरेट मेथड अफ सर्वे भन्नेमा अप्सनमा भर पर्छ र यदि त्यो अप्सनमा जियोडेटिक सर्वे छ भने दिस इज द मोस्ट एक्युरेट। वास्तवमा गर्नुपर्ने के नै हो जियोडेटिक सर्वे नै हो। अठारमा होइन 18.6 किलोमिटरमा 1 सेन्टिमिटर। अब यो चाहिँ कुनै कुनैमा 20 किलोमिटर पनि भनेर लेखेर हुन्छ हैन। 18.6 18.2 20 किलोमिटर तीनटा छ तर चाहिँ अब खासमा हो भने त 20 किलोमिटर हाराहारी नै आउँछ यो 10 mm को डिफरेन्स निकाल्नलाई हैन। तर अब 18.6 चाहिँ धेरै युज गर्नेमा पर्छ है। ल यति डाटाहरु चाहिँ हामीलाई क्वेशनको रूपमा आइराको छ। अब व्हिच इज द मोस्ट एक्युरेट मेथड अफ सर्वेइङ भन्नेमा अप्सनमा चाहिँ अरु जेसुकै अप्सन भयो नि जियोडेटिक छ भने चाहिँ यु हैव टु चुज द के जियोडेटिक सर्वे। पृथ्वीको कर्वेचर अनुसार हामीले गर्नुपर्ने चाहिँ के नै हो जियोडेटिक सर्वे नै हो। हामीले प्लेन सर्वे किन गर्छौं भने एरर खासै धेरै छैन भन्ने एसम्पसनमा मात्रै हामीले के गर्यो प्लेन सर्वे गर्यो। केलाई के भन्नु भएको तपाईले 10 सेन्टि होइन 10 mm हो के। यो त तपाईले यसरी निकालेको हो के। यो यसरी निकाल्नुस् आफै निकाल्नु कति आउँछ आफै निकाल्नु। 18.6 किलोमिटरमा पृथ्वीको रेडियस 6400 किलोमिटर हुँदा यसले बनाउने सेन्टरको एंगल निकाल्नु थीटा। थीटा यसरी आउँछ 360 डिवाइडेड बाइ 2 पाई r इन्टु 18.6। त्यसपछि यहाँ एउटा कोड इन्ट्रोड्युस गर्नुहोस् है अनि यहाँबाट कोडमा परपेन्डिकुलर ड्रप गरिदिनुहोस्। यो एंगल थीटा बाइ 2 हुन्छ। यो x को भ्यालु निकाल्नुहोस्। यो r र यो x भएपछि के हुन्छ x इक्वल्स टु r sin थीटा बाइ 2 हुन्छ p बाइ h। अनि यो कोडको भ्यालु 2x हुन्छ। यो 2x र
यो 18.6 किलोमिटरको बिचमा कति डिफरेन्स आयो अहिले क्यालकुलेटर हान्नुस् न यु क्यान क्यालकुलेट त्यो डिफरेन्स चाहिँ ठ्याक्क 10 mm आउँदैन 10 mm भन्दा अझ कम आउँछ र उसलाई चाहिँ होलसेलमा राउन्डिङ गरेर 10 mm भनेर भने हो यो कुरा हामीले यसरी बुझ्नुपर्छ अहिले क्यालकुलेटर हान्नु तपाईँ थाहा पाइहाल्नुहुन्छ तपाईँ बुकतिर मात्रै नजानुहोस् ल अब जाउँ हामी यसको चाहिँ प्राइमेरी डिभिजन पछाडि सेकेन्डरी डिभिजन और यसलाई चाहिँ जेनरल क्लासिफिकेसन पनि भन्छ general classification of soil यसलाई चाहिँ हामी विभिन्न किसिमले सर्वेलाई क्लासिफाई गर्न सक्छौं एउटा छ डिपेन्डिङ अन नेचर अफ फिल्ड फिल्ड को नेचर अनुसार के हुन्छ डिपेन्डिङ अन नेचर अफ फिल्ड सर्वेलाई हामी तीनटा क्याटेगोरीमा लान्छौं एउटा छ ल्यान्ड सर्वे अर्को छ हाइड्रोग्राफिक सर्वे हैन अर्को छ एस्ट्रोनोमिकल सर्वे डिपेन्डिङ अन नेचर अफ फिल्ड हामीले सर्वेलाई तीनटा पार्टमा डिभाइड गरेको हुन्छ अब नामैबाट थाहा छ ल्यान्ड सर्वे भनेको जमिनमा गर्ने सर्वे हो हैन ल्यान्ड सर्वे तीन प्रकारको हुन्छ एउटा के टोपोग्राफिक सर्वे भन्छ अब टोपोग्राफिक सर्वेको उद्देश्य के भन्दा टु प्रिपेयर टोपो म्याप टोपो म्याप बनाउने भन्छ कि टोपो म्यापमा तपाईले एउटा क्वेशन सोध्या जाय टोपो म्याप कन्सिस्ट अफ टोपो म्यापमा के हुन्छ भनेर सोध्या जाय टोपो म्यापमा के हुन्छ त भन्दा यसमा चाहिँ तीनवटा चीज हुन्छ कन्सिस्ट अफ ए मा कन्टुर्स हुन्छ बी मा नेचुरल फिचर्स हुन्छ नेचुरल डिटेल्स भनेको तपाईको खोला लेक रिभ के रे चाहिँ तालहरु हैन रिज भ्याली नेचुरल डिटेल्स अर्को हुन्छ के भने आर्टिफिशियल डिटेल्स भनेको अलरेडी बनेको मन्दिर भयो टावरहरु हुन्छ बाटो रोड हुन्छ जुन आर्टिफिशियल कन्स्ट्रक्सन गरेको छ त्यसलाई हामी आर्टिफिशियल डिटेल्स भनेर भन्छ तपाईलाई जाँचमा के सोध्या छ भने टोपो म्याप कन्सिस्ट अफ भनेर ए मा कन्टुर्स बी मा नेचुरल डिटेल्स सी मा आर्टिफिशियल डिटेल्स र डी मा लगेर के राखेछ कन्स्ट्रक्सन डिटेल्स भनेर अब डी मा अल अफ द एबभ राखे भए त यो क्वेशन सजिलो भइहाल्थ्यो डी मा लगेर राख्दियो कन्स्ट्रक्सन डिटेल्स भनेपछि यो तीनवटा मध्ये तपाईले चुज गर्न पर्यो भने यदि अल अफ द एबभ छैन र तपाईले तीनवटा मध्ये चुज गर्न पर्यो भने यु हैव टु चुज द के नेचुरल डिटेल्स यो चाहिँ बेस्ट आन्सर हुन्छ जहिले पनि बेस्ट आन्सर तपाईले चुज गर्नुपर्छ र यो तीनवटा मध्ये अल अफ द एबभ छ भने त अल अफ द एबभ लगाइदिने अल अफ द एबभ छैन भने यु हैव टु चुज द आर्टिफिशियल नेचुरल डिटेल्स अर्को छ तपाईको क्याडस्ट्रल सर्वे भन्छ हामी क्याडस्ट्रल सर्वेले के बनाउँछ थाहा छ यसले दिन्छ क्याडस्ट्रल म्याप र क्याडस्ट्रल म्यापमा के देखाएको हुन्छ जग्गाको सीमानाहरु त्यसैले क्याडस्ट्रल सर्वे हामी के गर्छौं भन्दा टु फिक्स द बाउन्ड्री अफ प्रपर्टी कुनै पनि प्रपर्टीको बाउन्ड्री फिक्स गर्न पर्यो भने हामीले के युज गर्छ भन्दा क्याडस्ट्रल सर्वे युज गर्छ क्याडस्ट्रल म्याप यो कुरा हामीले ध्यान दिन जरुरी छ टु फिक्स द बाउन्ड्री अफ प्रपर्टी त्यस्तै अर्को एउटा थर्ड सर्वे छ सिटी सर्वे भन्छ हामी सिटी सर्वे भने चाहिँ के यो कुन बेला गर्छ यसले चाहिँ टु फिक्स द अलाइनमेन्ट अफ के
एलाइनमेन्ट अफ सिवरेज, कुनै पनि सिटीमा हेर्नु चाहिँ ढल वाटर सप्लाई अन्डरग्राउन्ड जे छ नि तिनीहरूको है। जस्तो अब अहिले इलेक्ट्रिसिटी पनि अन्डरग्राउन्ड छ भने इलेक्ट्रिसिटी इटिसी यिनीहरू चाहिँ कसरी बसेको छ भनेर तपाईँले सिटी म्याप बनाउनु जरुरी छ क्या। जस्तो काठमाडौँ भ्यालीमा ढल कसरी बसेको छ, खानेपानीको पाइप कसरी बिछाइएको छ र अहिले इलेक्ट्रिसिटीको तारहरू अन्डरग्राउन्ड गरिएको छ त्यो कसरी बिछाइएको छ भनेर सिटी म्याप बनाएर राख्नु जरुरी छ, ताकि पछि अरू कुराहरूको प्लानिङ गर्दाखेरि त्यो भत्किनु भएन। अब अहिले हाम्रो के भइरहेछ तपाईँको चाहिँ इलेक्ट्रिसिटी अन्डरग्राउन्ड गर्दाखेरि चाहिँ ढलका पाइपहरू फुटाइदिरहेछ है। त्यसको कारण के हो भने म्यापै छैन क्या। हामी चाहिँ सिटी म्याप इज द मस्ट, त्यो बनाउँदै हामी धेरै खेलाँची गरिरहेछ नि। अब अहिले बनाउन खोज्दै गर्छ। अब यो अन्डरग्राउन्डको इलेक्ट्रिसिटी राखिसकेपछि सबै इलेक्ट्रिसिटी ढलको सबैको जिम्मेवारीको साथ सिटी म्याप बनाउनु, त्यही भएर हरेक सिटीमा त्यो सिटी म्याप आवश्यक पर्छ। त्यसलाई हामी सिटी सर्वे भनेर भन्छ। हाइड्रोग्राफिक सर्वे भने चाहिँ के हो? हाइड्रोग्राफिक सर्वे चाहिँ मेजरमेन्ट विदिन वाटर बडी भन्छ कि वाटर बडी। दिस इज द डिफिनेसन। वाटर बडी भित्र तपाईँले के नाप्नुहुन्छ? दुईटा चिज नाप्नुहुन्छ। एउटा डेप्थ अफ वाटर तपाईँले नाप्ने, अर्को के भेलोसिटी अफ वाटर। हाइड्रो पावरमा यो दुईटै तपाईँले नाप्नुपर्छ। डेप्थ अफ वाटर नापेपछि क्रस सेक्सन एरिया आउँछ, भेलोसिटी नापेपछि भेलोसिटीले क्रस सेक्सन एरियालाई मल्टिप्लाई गरेपछि डिस्चार्ज आउँछ। भनेपछि तपाईँको खोलामा कति पानी बगिरहेछ भन्ने कुरा चाहिँ यसरी पत्ता लगाउने हो हाइड्रो पावरमा हेर्नुहोस् है। अनि त्यो पानीलाई तपाईँले कति हेड डिफरेन्स दिन सक्नुहुन्छ? रिजर्भोयर र पावर हाउसको बिचको जति हेड डिफरेन्स बढी भयो त्यति हाइड्रो पावर बढी आउने त भने पावर इक्वल्स के हो? क्यू भनेको डिस्चार्ज, एच भनेको के हेड डिफरेन्स। तपाईँले जति धेरै हेड डिफरेन्स दिन सक्नुहुन्छ त्यति हाइड्रो पावर। हाम्रो देशमा हाइड्रो पावर निक्लने पोसिबिलिटी भएको कारणै त्यही कारणले हो। किन भन्दा हामी हेड डिफरेन्स के गर्न सक्छौँ? धेरै दिन सक्छौँ। हाम्रो पहाडी स्ट्रक्चर त्यस्तो छ, त्यस कारणले गर्दा हामी हाइड्रो पावरको धनी हुन सकेको कारण त्यही। अब हेर्नुहोस् है, यो त भयो तपाईँको के अरे एमाउन्टले होइन नि, हेड डिफरेन्स दिन सक्ने हिसाबले। एमाउन्ट त हामीमा अन्त चाहिँ ठुल्ठुला खोलाहरू पनि छन् अन्त होइन। हेड डिफरेन्सको कारणले गर्दा जति हामीले दिन सक्छौँ पोसिबल, तपाईँको दोस्रो रिसोर्स भने के भन्दा पोसिबिलिटी छ त्यतिसम्म हामीले निकाल्न सक्छौँ, त्यति पावर निकाल्न सक्छौँ भन्ने आधारमा होइन। अब जो हामी एउटा क्वेसन हामीलाई सोधेको छ, लार्ज वाटर बडी जस्तो नारायणीको डेप्थ नाप्नु पर्यो भने के गर्ने, फेवातालको डेप्थ नाप्नु पर्यो भने के गर्ने, समुद्रको डेप्थ नाप्नु पर्यो भने के गर्ने, तपाईँलाई त्यो कुरा सोधिरहेको छ। लार्ज वाटर बडीको डेप्थ नाप्नु पर्यो भने इन लार्ज वाटर बडी तपाईँले कुन मेथड युज गर्छ भनेर सोधेको छ। त्यो मेथडको नाम साउन्डिङ मेथड हो। साउन्डिङ मेथड कसैले यसलाई इको साउन्डिङ पनि भन्छ। इको साउन्डिङ फेरि ध्यान दिनु होला, किनकि इको पनि नाप्छौँ हामी। त्यही भएर यस्तो हुन्छ है, लार्ज वाटर बडीमा तपाईँले नाप्नुभयो भने कसरी नाप्ने भन्दा यहाँ बसेर बोटमा बसेर यो सर्फेसमा एउटा त्यो इन्स्ट्रुमेन्ट राख्यो, त्यो इन्स्ट्रुमेन्टलाई मेजर गर्यो भने यसले एउटा साउन्ड यहाँ पठाउँछ है। जमिनमा ठोकेर फेरि ब्याक टु द त्यहाँ पुग्नलाई कति टाइम लाग्यो त्यो अनुसार यसले हामीलाई डेप्थ दिन्छ है। साउन्डिङ मेथड अथवा चाहिँ इको साउन्डिङ मेथड पनि भन्छ। र यो युज गर्ने इन्स्ट्रुमेन्टको नाम चाहिँ के हो भन्दा यो इन्स्ट्रुमेन्टको नाम चाहिँ फ्याथोमिटर हो। त्यो पनि याद गर्नुलाई, जुन इन्स्ट्रुमेन्ट हामी त्यहाँ युज गर्छौँ त्यो इन्स्ट्रुमेन्टको नाम चाहिँ फ्याथोमिटर हो। इन्स्ट्रुमेन्टको नाम चाहिँ फ्याथो, एफएटीएचओ एमइटीआर, फ्याथोमिटर हुन्छ। यो कुरा हामीले यसरी ध्यान दिन जरुरी छ। यो पनि एउटा क्वेसन तपाईँले देख्नुहुन्छ। लार्ज वाटर बडीमा डेप्थ कसरी, नर्मल सर्वेबाट सम्भव छैन है। सानो डेप्थमा चाहिँ हामी टेकोमेट्रीहरूबाटै नापिदिन्छौँ। ठुलो डेप्थ छ भने यु कान्ट मेजर फ्रम द नर्मल इन्जिनियरिङ सर्वे। यो बेलामा हामीले यो मेथड चाहिँ लाउनुपर्छ। एस्ट्रोनोमिकल सर्वे भने चाहिँ के भन्दा मेजरमेन्ट
अफ पोइन्ट्स कहाँबाट भन्दा विथ रिफरेन्स टु सन, सनको रिफरेन्समा, द्याट इज नन एज द एस्ट्रोनोमिकल सर्वे। सनको रिफरेन्समा तपाईँले नाप्नुभयो भने यसलाई हामी एस्ट्रोनोमिकल सर्वे भनेर भन्छ। र तपाईँलाई एस्ट्रोलोजी सरले यो सर्वे युज गर्छ। यदि तपाईँको जन्मेको टाइम र जन्मेको समय ठाउँ चाहिँ एकदमै एकुरेट लेख्नु भएको रहेछ भने तपाईँ जन्मदा तपाईँलाई कुन ग्रहको प्रभाव छ भन्ने कुरा चाहिँ एस्ट्रोनोमिकल सर्वेले एकदमै एकुरेटली भनिदिन्छ। तपाईँलाई जुन ग्रहको प्रभाव बढी छ तपाईँमा त्यही खाले क्यारेक्टरिस्टिक्स डेभलप हुँदै जान्छ। त्यो सानैबाट आएको क्यारेक्टरिस्टिक्स। कोही बोलेर खाने हुन्छ, बोलीको प्रभाव एकदम बढ्यो, तपाईँलाई उसले गलत बोल्दाखेरि पनि हो जस्तो लागिरहेको छ, त्यस्तो खाले उसको क्यारेक्टरिस्टिक्स डेभलप हुँदैन। द्याट इज द एस्ट्रोनोमिक सर्वे भनेर भन्छ। यो कुरा हामीले ध्यान दिनु पर्यो। यहाँबाट क्वेसन हामीले सोधिरहेको छ। ल अब यहाँबाट सोधिएको एउटा एकदमै क्वेसन हेर्नुहोस् है, एउटा क्वेसन तपाईँलाई यहाँबाट सोधिएको क्वेसन, यो फर्स्ट टाइम भेट्दाखेरि यो थर्ड क्याटेगोरीको क्वेसन मैले अघि नै भनेको भए, फर्स्ट टाइम देख्दाखेरि तपाईँ तिरिमिरी ज्याइ हुने खाले क्वेसन। यो क्वेसन चाहिँ यसरी सोधे, एक्जामै सोधेको हो। ड्युरिङ सर्वेइङ अफ के भन्यो, सर्वेइङ अफ कास्की डिस्ट्रिक्ट, कास्की डिस्ट्रिक्ट मेजरिङ, कास्की डिस्ट्रिक्ट मेजरिङ बाउन्ड्री अफ Heva Lake is EMA is topographic survey. B ma cadastral survey. C ma city survey. D ma hydrographic survey भनेर हामीलाई सोधे। के हुन्छ यसको आन्सर? अब यहाँ चाहिँ के हुन्छ भने यसको डिसाइडिङ फ्याक्टर के हो भन्ने कुरा अथवा यो क्वेसन कसरी मोडिफाइड हुन सक्छ भन्ने कुरा तपाईले याद गर्न जरुरी छ। मान्छे विद्यार्थी कसरी डिभाइडेड हुन्छ हेर्नुस् है। जसले लेक भन्ने वर्डलाई फोकस गर्छ, लेक भन्ने वर्डमा जाने बित्तिकै नेचुरल फिचर्समा गए, नेचुरल डिटेल्समा जाने मान्छे केमा जान्छ? टोपोमा, हैन? ऊ नजानेको हैन, उले आफ्नो पढेको नलेजलाई नै हाइलाइट गर्ने हो, हैन? अर्कोले बाउन्ड्री भन्ने वर्डमा जान्छ है, क्याडास्ट्रलले ऊ डिभाइड हुने यसरी हो कि मेजर मान्छे चाहिँ टोपोग्राफी र क्याडास्ट्रलमा डिभाइड हुन्छ। केही मान्छेले चाहिँ फेवा लेक भनेपछि लार्ज वाटर बडी हाइड्रोग्राफिकमा ऊ डिभाइडेड हुन्छ, हैन? तर मेजरली चाहिँ ऊ टोपोग्राफिक र क्याडास्ट्रलमा डिभाइड हुन्छ। तर यो क्वेसनको एन्सर तपाईको डिसाइडिङ वर्ड चाहिँ कुन हो भने त्यो फेवा लेक बाउन्ड्री भन्दा पनि डिसाइडिङ के हो भन्दा यो ड्युरिङ सर्वेइङ अफ के कास्की डिस्ट्रिक्ट। यो ओ सेन्टेन्स हुँदा र नहुँदा यो हटाएर पनि क्वेसन सोध्न सक्छ। मेजरिङ बाउन्ड्री अफ फेवा लेक इज मात्रै भनिदियो भने यसको एन्सर एउटा हुन्छ। ड्युरिङ सर्वेइङ अफ कास्की डिस्ट्रिक्ट भनेर भन्यो भने यसको एन्सर एउटा हुन्छ। ड्युरिङ सर्वेइङ अफ कास्की डिस्ट्रिक्ट भन्यो भने चाहिँ कास्की डिस्ट्रिक्टको सर्वे गर्दै गर्दै जाँदा फेवा लेकको बाउन्ड्री नाप्नु चाहिँ के हो? टोपोग्राफिक सर्वे। किन भन्दा त्यो नेचुरल फिचर्स है। यदि तर यो ड्युरिङ द सर्वेइङ अफ कास्की डिस्ट्रिक्ट नभनिदिकन कास्कीको सर्वे नगरिकन सिधै फेवा लेकको बाउन्ड्री मात्रै नाप्ने हो भने के हो? यस्तो कुरा हामीले ध्यान दिन जरुरी छ, हैन? यो क्वेसनलाई दुईटै तरिकाले सोध्न सक्छ। यो कुरा हामीले एकदमै ध्यान दिन जरुरी छ। ल यो भयो डिपेन्डिङ अन नेचर अफ इट। यहाँबाट यी क्वेसनहरु चाहिँ हामीलाई सोधिरहेको हुन्छ। अब अर्कोमा जाउँ हामी। अर्को छ तपाईको डिपेन्डिङ अन
पर्पोज भनेर भन्छ। सर्वे के पर्पजको लागि गर्दै हुनुहुन्छ त्यो अनुसार पनि यसको क्लासिफिकेसन छ, टाइप्स भर्सेस पर्पज। एउटा छ इन्जिनियरिङ सर्वे। इन्जिनियरिङ सर्वे कुनलाई भन्ने भन्दा जुन सर्वेको पर्पज चाहिँ के हो भने डिजाइन एन्ड कन्स्ट्रक्सन हो। कुनै पनि चिजको डिजाइन र कन्स्ट्रक्सन तपाईको पर्पज हो भने इन्जिनियरिङ सर्वे। अर्को छ मिलिटरी सर्वे। तपाईको यसको पर्पज के डिफेन्स सुरक्षाको हिसाबले, डिफेन्स सुरक्षाको लागि। अर्को छ तपाईको जियोलोजिकल सर्वे भन्छ। जियोलोजिकल सर्वे भनेको चाहिँ टु डिटरमाइन टाइप्स अफ रक इन साइड। साइडमा के प्रकारको रक पाइन्छ भन्ने कुरा चाहिँ यो। अर्को छ तपाईको माइन सर्वे टु लोकेट, माइन म्याप बनाउँछ त्यसले, हरेक देशले आफ्नो, टु लोकेट पोजिसन अफ माइन्स। हाम्रो देशको कुन पार्टमा चाहिँ सुन पाइन्छ, कुन पार्टमा हिरा पाइन्छ, कुन पार्टमा तपाईको चाहिँ पेट्रोलियम पाइन्छ, कुन पार्टमा फलाम पाइन्छ भनेर लोकेट गरिदिनेलाई हामी माइन सर्वे भन्छ। त्यसपछि अर्को छ आर्कियोलोजिकल सर्वे भन्छ। आर्कियोलोजिकल सर्वे यो चाहिँ टु प्रिपेयर आर्कियोलोजिकल म्याप। यसमा के गर्छ भने टु लोकेट, यसको एउटा मात्रै उद्देश्य हिस्टोरिकल प्लेसेसहरू कहाँ छ त्यो मात्रै खोज्दै जाने, त्यसलाई लोकेट गर्ने। कल्चरल प्लेसेसहरू, कल्चरल प्लेसेस इटिसी। जस्तो काठमाडौँको केसमा हेर्नुहुन्छ भने इन्टरनेसनल एयरपोर्ट कहाँ छ, दरबार स्क्वायर भक्तपुरको कहाँ छ, काठमाडौँको स्वयम्भू कहाँ छ हैन, पशुपति मन्दिर कहाँ छ हैन, यो बौद्ध कहाँ छ, यी सबै कुराहरू लोकेट गर्ने सर्वेलाई हामी आर्कियोलोजिकल सर्वे भन्छ। र यो विदेशीहरूलाई ओपन गरेको देशले चाहिँ आफ्नो आर्कियोलोजिकल म्याप बनाएर राखेको हुन्छ ताकि एउटा विदेशीले त्यो आर्कियोलोजिकल म्याप हेरेर हिस्टोरिकल र कल्चरल प्लेसेसहरू भिजिट गरोस् भन्नको लागि। ल यो डिपेन्डिङ अन पर्पज हैन। अब अर्को तेस्रो क्लासिफिकेसन छ, मैले चाहिँ त्यो लेख्न जरुरी ठानिन। जे इन्स्ट्रुमेन्ट युज गर्यो त्यही नाम के, जस्तो चेन युज गर्नुभयो चेन सर्वे डिपेन्डिङ अन इन्स्ट्रुमेन्ट, प्लेन टेबल युज गर्नुभयो प्लेन टेबल सर्वे, कम्पास युज गर्नुभयो कम्पास सर्वे, लेबल युज गर्नुभयो लेबलिङ, थ्योलाइट युज गर्नुभयो थ्योलाइट सर्वे, टोटल स्टेसन युज गर्नुभयो टोटल स्टेसन सर्वे, ड्रोन युज गर्नुभयो ड्रोन सर्वे हैन। यो चाहिँ मेथड अफ सर्वे टाइप्स डिपेन्डिङ अन इन्स्ट्रुमेन्ट युज। त्यो त नामैबाट तपाईले थाहा पाउनुहुन्छ, त्यो चाहिँ केही गाह्रो कुरा छैन। अब जाउँ हामी अर्कोमा, प्रिन्सिपल अफ सर्वे। सर्वेको प्रिन्सिपललाई हामी 5वटा प्रिन्सिपल छ। वर्किङ फ्रम होल टु पाथ, अर्को लोकेटिङ पोइन्ट फ्रम टु कन्ट्रोल पोइन्ट, अर्को इन्डिपेन्डेन्ट चेक, अर्को मिनिमाइजेसन अफ एरर, अर्को तपाईको के भन्दा कन्सिस्टेन्सी अफ वर्क हैन। यी प्रिन्सिपलहरू छ जसलाई युज गरेर हामीले सर्वेमा काम गर्छौँ। अब अलिकता हेरौँ यिनीहरूकोबाट हामीलाई। अब यिनीहरू मध्ये विच इज द मेजर प्रिन्सिपल भनेर पनि क्वेसन देख्नुहुन्छ, त्यो चाहिँ एकदमै सजिलो क्वेसनमा पर्यो। यिनीहरू मध्ये मेजर प्रिन्सिपल भनेको वर्किङ फ्रम होल टु पार्टी, यो बिना त सम्भवै छैन हैन। यो चाहिँ मेजर प्रिन्सिपल मध्ये पर्छ। तपाईले यिनीहरू मध्ये चुज गर्नु पर्यो भने यु हेभ टु चुज द वर्किङ फ्रम होल टु पार्टी। अब यो वर्किङ फ्रम होल टु पार्टमा तपाईले केही कुरा याद गर्न जरुरी छ कि
नामैबाट थाहा छ होलबाट कहाँ जाने, पार्टमा जाने। जस्तो एक्जाम्पल यहाँ तपाईँलाई सोध्ने कुरा है, यसको एक्जाम्पलमा तपाईँलाई मैले दिएँ टोपोग्राफिक सर्वे। तपाईँलाई यहाँ सोध्न सक्छ इन टोपोग्राफिक सर्वे अफ एनी साइट, यो तपाईँको साइट छ। होलले के रिप्रेजेन्ट गर्छ, क्वेसनै थियो। होलले के रिप्रेजेन्ट गर्छ, पार्टले के रिप्रेजेन्ट गर्छ, द्याट इज द दुईटा क्वेसन। इन टोपोग्राफिक सर्वे ड्युरिङ वर्क फ्रम होल टु पार्ट, होल रिप्रेजेन्ट एउटा क्वेसन, अर्को क्वेसन पार्ट रिप्रेजेन्ट। होलले के रिप्रेजेन्ट गर्छ, पार्टले के, होलले रिप्रेजेन्ट गर्छ बाउन्ड्री, पार्टले के रिप्रेजेन्ट गर्छ टोपोग्राफिक सर्वे, यो जमिनमा भएका थाउजन्ड्स अफ ग्राउन्ड पोइन्ट, जुन ग्राउन्ड पोइन्टहरूलाई जोडेर तपाईँले कन्टुर म्याप बनाउने हो। यिनीहरूको आरएललाई इन्टरपोलेट गरेर त्यसो गर्दा यी ग्राउन्ड पोइन्ट चाहिँ पार्ट हो। एकदमै ध्यान दिनु जरुरी छ। भनेपछि तपाईँले बाउन्ड्रीबाट त्यो पोइन्टसम्म जान पर्यो, द्याट इज वर्किङ फ्रम होल टु के। यो भयो एउटा कुरा तपाईँले याद गर्नुपर्ने। अब अर्को कुरा अब्जेक्टिभको लागि कन्सेप्चुअली तपाईँले याद गर्नुपर्छ है। यसको स्टेपमा हामी यसरी गर्छौँ के, सबभन्दा पहिला होललाई जा भन्छ है। होल भनेको मेजर ट्राभर्स, सर्लक्क घेर्नुहोस् एलोङ द बाउन्ड्री, मेजर ट्राभर्स रन एलोङ द बाउन्ड्री। क्यापिटल लेटर मेजर ट्राभर्स, यसले के गर्छ, कन्ट्रोल होल साइड। यसले होल साइडलाई कन्ट्रोल गर्छ। यति मात्रै कुरा होइन, खालि भित्रबाट होल टु पार्ट जाने मात्रै यसको भनेर यसलाई सिम्पली यसरी बुझ्न हुन्न है। के पनि हो अर्को कुरा है, तपाईँले मेजर ट्राभर्स जसले होललाई कन्ट्रोल गर्छ नि, त्यसमा चाहिँ युज अफ हाई प्रिसिजन, यु हेभ टु एप्लाई द हाई प्रिसिजन। कसरी एप्लाई गर्छ यो पनि क्वेसन है। तपाईँले एङ्गल नाप्दा के गर्नुहुन्छ, मेजर ट्राभर्स टु सेट नाप्नुहुन्छ है। यो अनिवार्य है, तपाईँलाई रवरले टु सेट नापेको होइन है, नर्म्स नै त्यस्तो है। तपाईँले एङ्गल नाप्दा टु सेट नाप्नुहोस्, एउटा 0 डिग्रीमा अर्को 90 डिग्रीमा। पछि हामी थ्योलाइटमा पर्छ डिटेलमा वाट इज द सेट। सेटको बाट पनि अब्जेक्टिभ क्वेसनहरू छ हैन। त्यसपछि लिनियर मेजरमेन्ट गर्दा हेर्नुहोस् त, लिनियर मेजरमेन्ट गर्दा पनि हाई प्रिसिजन युज गर्नुहुन्छ। लिनियर मेजरमेन्ट गर्दा यदि तपाईँले इडियम चलाउनु भएको छ भने तपाईँको प्रिसिजन हुनुपर्छ 1:5000। यदि तपाईँले टेपिङ गरिरहनु भएको छ भने तपाईँको प्रिसिजन हुनुपर्छ 1:3000। हेर्नुहोस् त, जसले होललाई कन्ट्रोल गर्छ। त्यसपछि दोस्रोमा तपाईँले के गर्नुहुन्छ, माइनर ट्राभर्स बनाउनुहुन्छ है। किनभने त्यो मेजर ट्राभर्सको एरियाबाट पुरै नाप्न नमिल्ने हुन्छ, त्यसपछि तपाईँले टुक्रा पार्ने। दिस द माइनर ट्राभर्स, मेजरकै एउटा पोइन्टबाट चाहिँ मेजरकै एउटा पोइन्टबाट आयो, मेजरकै अर्को पोइन्टमा। दिज आर द स्मल लेटर माइनर ट्राभर्स। यो माइनर ट्राभर्सले यति पार्टलाई कन्ट्रोल गर्छ, यो माइनर ट्राभर्सले यति पार्टलाई कन्ट्रोल गर्छ। यसले के गर्छ, कन्ट्रोल पार्ट एरिया, पार्ट एरिया। अब यहाँ तपाईँले अघिको भन्दा लोअर प्रिसिजन युज गर्नुहुन्छ, युज अफ लोअर प्रिसिजन के। अघिको भन्दा लोअर प्रिसिजन युज गर्नुहुन्छ। के लोअर प्रिसिजन, एङ्गल नाप्दा कति नाप्नुहुन्छ, 1 सेट। यो सोच है ध्यानले, 0 डिग्रीको सेट मात्रै नाप्छौँ हामी। अनि लिनियर मेजरमेन्टको प्रिसिजन, लिनियर मेजरमेन्ट हामीले युज गर्दैछौँ प्रिसिजन। तपाईँले इडियम युज गर्नुभएको छैन, यति 1:5000 नआएको हुन्थेन, अहिले 1:3000 आयो भने ओके भन्छ। टेपिङ युज गर्नुभएको छ भने
अघि 1:2000 आउनै पर्थ्यो, अहिले 1:1000 आयो भने के भन्नुहुन्छ? ओके, द्याट इज द सेकेन्ड स्टेप। हेर्नुहोस् त कसरी हामी होल टु पार्ट गइरहेछौँ, जति भित्र गयो त्यति लोअर प्रिसिजन। अब तेस्रो स्टेपमा के गर्नु तपाईँले? तेस्रो स्टेपमा गएपछि तपाईँले के गर्नुहुन्छ? डिटेलिङ गर्नुहुन्छ। डिटेलिङ अफ ग्राउन्ड पोइन्टले बल्ल तपाईँले पार्टमा पुग्नुभयो, ग्राउन्ड पोइन्ट्समा। हेर्नु त यहाँ तपाईँले के गर्नुहुन्छ? युज अफ लोएस्ट प्रिसिजन। हेर्नु त सबैभन्दा लोएस्ट प्रिसिजन युज गर्नुहुन्छ, युज अफ लोएस्ट प्रिसिजन। तपाईँलाई यसरी पनि क्वेसन सोधिन सक्छ, हाइएस्ट प्रिसिजन इज युज इन एमा मेजर ट्राभर्स, बीमा माइनर ट्राभर्स, सीमा इन डिटेलिङ र डीमा सेम प्रिसिजन इन अल मेजरमेन्ट। यसरी क्वेसन सोधिन्छ। तपाईँलाई यसो सर्ट हेर्दा त हामी जम्मैमा अल प्रिसिजन एप्लाई गर्छु भने जस्तो लाग्छ, त्यस्तो हुँदैन है। जति भित्र गयो त्यति लोअर लोअर प्रिसिजन एप्लाई गर्छ। जस्तो यहाँ एङ्गल नाप्दा के गर्छ हामी? फेस लेफ्ट 1 लेखे, तपाईँले फेस राइट नै गर्नु नै, चेक नै गर्नुहुन्न कि तपाईँले समय बचाउनको लागि। त्यो गर्दै गएको हामीले भित्र समय बचाउँदै गएको। लेन्थ नाप्नुभयो भने फरवर्ड 1 लेखे, ब्याकवर्ड नाप्नु नै हुन्न। ब्याकवर्ड ननापिसम्म प्रिसिजन आउँदै आउँदैन, प्रिसिजन नै चेक गर्नुहुन्न कि होइन। अब यो किन यस्तो गरिएको भने जति भित्र गयो, जस्तो तपाईँले डिटेलिङ गर्दा मिस्टेक भइहाल्यो भने त्यो एउटा पोइन्टलाई मात्रै फरक पर्छ। जस्तो यसको लेन्थ नाप्दा मिस्टेक भयो, एङ्गल नाप्दा त्यही पोइन्टलाई मात्रै, अरूलाई केही फरक पर्दैन। माइनर ट्राभर्समा इरर आयो भने यो एरियालाई मात्रै फरक पर्छ, अरूलाई केही फरक पर्दैन। तर मेजर ट्राभर्समा इरर आयो भने के हुन्छ? सबै कामलाई के गर्छ? इफेक्ट गर्छ। त्यस कारण गर्दा यसको एडभान्टेज चाहिँ यो पनि अब्जेक्टिभ क्वेसन हो। के हो एडभान्टेज अफ वर्किङ फ्रम होल टु पार्ट? यसको एडभान्टेज इट लोकलाइज द इरर के, जहाँ आउँछ इरर त्यसलाई त्यही लोकलाइज गरिदिन्छ। अर्को ल्याङ्ग्वेजमा भन्नुपर्ने भने प्रिभेन्ट एकुमुलेसन अफ इरर, इररलाई एकुमुलेसन हुन दिँदैन। यो कुरा हामीले ध्यान दिन जरुरी छ। यसरी वर्किङ फ्रम होल टु पार्ट को भित्री कुरा चाहिँ हामीले यसरी बुझ्न जरुरी छ। अब जाउँ अर्कोमा। लोकेटिङ अ पोइन्ट फ्रम टु कन्ट्रोल पोइन्ट्स भन्ने यसको प्रिन्सिपल हो। यहाँबाट तपाईँले एउटा क्वेसन चाहिँ सोधिरहेको हुन्छ कि, एउटा क्वेसन के भने द मिनिमम नम्बर अफ कन्ट्रोल पोइन्ट रिक्वायर्ड टु लोकेट एनी पोइन्ट भन्ने क्वेसन। अनि अप्सनमा राख्छ एमा 1, बीमा 2, सीमा 3, डीमा नन अफ द एबभ। यस्तो खाले क्वेसन पनि सोधेको छ। अब यो प्रिन्सिपल पढ्ने बित्तिकै त तपाईँले यसको एन्सर गर्न सकिहाल्नुहुन्छ। टु लोकेट एनी पोइन्ट हामीलाई कतिवटा स्टेसन चाहिन्छ भन्दा दुईटा, मिनिमम दुईटा कन्ट्रोल पोइन्ट हामीलाई चाहिन्छ। अब यहाँबाट लोकेट गर्ने मेथड चाहिँ यस्तो चाहिँ यो दुईटा कन्ट्रोल पोइन्ट भयो, यो पोइन्ट पीलाई लोकेट गर्ने हो भने फर्स्ट मेथड चाहिँ यहाँबाट यहाँसम्म लिस्ट डिस्टेन्स नाप्दिने, यसलाई हामी चेन सर्वेमा परपेन्डिकुलर अफसेट भन्छ। पछि अर्को तरिका त सेकेन्ड, यो पी भन्ने पोइन्टलाई लोकेट छ भने यहाँदेखि यो डिस्टेन्स नाप्दिने, यहाँदेखि यो डिस्टेन्स नाप्दिने। दोस्रो मेथड टेप युज गरेर। तेस्रोमा यही पोइन्ट पीलाई हामीले लोकेट गर्न छ भने यो एङ्गल र यो लेन्थ नापेर गर्न सक्छौँ। तेस्रो चौथोमा यही पोइन्टलाई लोकेट गर्न छ भने डिस्टेन्स एङ्गल नापे यहाँबाट, डिस्टेन्स यहाँबाट नाप्न मिलेन भने यहाँबाट नापेर गर्न सक्छौँ हामी, हैन। अर्को छ तपाईँको डिस्टेन्स नाप्नै सकेन भने यसरी पनि गर्न सक्छौँ हामी।
जसको डिस्टेन्स नाप्न सकिएन त्यसलाई चाहिँ एङ्गल नाप्दिने θ1 एन्ड θ2 लेन्थ ननापिकन दुईटा एङ्गल मात्रै नापेर हामी डिटेल गर्न सक्छौँ र जुनसुकै मेथड युज गर्नुहोस् तपाईलाई दुईवटा कन्ट्रोल पोइन्ट आवश्यक पर्छ यु निड द टु कन्ट्रोल पोइन्ट चाहिँ तपाईले जुनसुकै डिस्टेन्स मेथड युज गरे पनि दुईटा कन्ट्रोल पोइन्टको आवश्यकता पर्छ अब हामीले कुनै पनि पोइन्टलाई कन्ट्रोल डिटेल गर्न सक्ने मेथडहरु हो तपाईलाई यसरी यहाँबाट सोधिन सक्छ द डिटेल ग्राउन्ड पोइन्ट क्यान बी डिटेल फ्रम टु कन्ट्रोल पोइन्ट एमा मेजरिङ least distance from point to line, measuring two distance from two control point, C ma measuring angle and a control distance from a control point, D ma चाहिँ all of the above हैन यस्तो खाली अप्सन अब you have to choose the all of the above हैन हामी यो इनर मध्ये कुनै तीनटा राखेर चौथोमा all of the above राखिदिन सक्छ यो चाहिँ हामीले ध्यान दिनु पर्यो इनर मध्ये कुनै पनि मेथडबाट हामी पोइन्टलाई लोकेट गर्न सक्छौं ल हैन त्यस्तो त हुनै नसक्छ अब तर यसैलाई फेरि यसरी सोधिन सक्दै हामीले कम्पास सर्वेमा भने जस्तै इन चेन सर्वे द पोइन्ट्स आर लोकेटेड बाई ए मा यो बी मा यो सी मा बोथ डी मा नन आन्सर के बोथ हैन अब यही कुरामा in compass survey the detail points ground points are located by measuring a ma horizontal distance from to control point b ma horizontal distance and direction from a control point c अनि तपाईलाई c मा के रे चाहिँ यो टु एंगल फ्रम control point हैन अर्को d मा चाहिँ यो र यो यस्तै त्यही तपाईले कम्पास सर्वे गर्दै हुनुहुन्छ भने यो मेथड युज हुँदैन कुन मेथड यो पनि युज हुन सक्छ यो पनि युज हुन सक्छ यो पनि युज हुन सक्छ यस्ता कुराहरु चाहिँ तपाईले याद गर्न जरुरी छ हैन कुन सर्वे भन्छ भन्ने भन्दा हामी पछि सर्वेहरु अरु पढिहाल्छौं तपाई डिटेलमा त्यसपछि थाहा भइहाल्छ अर्को छ सी मा इन्डिपेन्डेन्ट चेक अब सर्विङको अलिकता कन्सेप्चुअल कुरा के हो भने सर्विङमा जस्तो तपाईले म्याथमेटिक्सले के भन्छ एउटै चीजलाई 10 चोटी नाप्नुस् 10 ले डिवाइड गर्नेलाई उले मोर एक्युरेट मान्छ म्याथले तर सर्वेले त्यसलाई मोर एक्युरेट मान्दैन जस्तो तपाईले यही कोठाको लेन्थ नाप्नु छ भने यहाँबाट त्यहाँ 10 चोटी नापेर 10 ले डिवाइड गरेकोलाई मोर एक्युरेट मान्दैन तपाईले के गर भन्छ भन्दा फरवर्ड नाप अनि अर्को ताल के ब्याकवर्ड तपाईको मेजरमेन्ट शुड बी के इन्डिपेन्डेन्ट किन त्यस्तो गरेको सर्वेले भन्दा डिपेन्डेन्ट चेकमा इरर जहिले पनि के हुन्छ रिपिट हुन्छ 100 चोटी नाप्नु केही इरर यस्तो छ 100 चोटी नै रिपिट हुन्छ नि 100 ले डिवाइड गर्नु केही अर्थै छैन त्यसैले सर्वेले के भन्छ जहिले पनि इन्डिपेन्डेन्ट चेक अब यसको एक्जाम्पल हेर्नुस् न इन्डिपेन्डेन्ट चेकको एक्जाम्पल जस्तो तपाईले लिनियर मेजरमेन्ट गर्नुभयो भने लिनियर मेजरमेन्टमा इन्डिपेन्डेन्ट चेक के फरवर्ड एन्ड ब्याकवर्ड मेजरमेन्ट फरवर्डलाई 10 चोटी नापेर 10 ले डिवाइड गरेको सर्वेले एक्सेप्ट नै गर्दैन किन भन्दा 10 चोटी त्यो इरर रिपिट हुन्छ तपाईले 10 चोटी नाप्नु भएको छ फरवर्डबाट ब्याकवर्ड आउँदा जस्तो 10 चोटी एन्टिलाइट छ नि एन्टिलाइट नै पर्छ त्यसको इफेक्टले तपाईले कतै इरर गर्नुभयो कि हैन त्यहाँ इन्डिपेन्डेन्ट चेक हुँदैन के केही इररहरुलाई चेक नै गर्दैन जस्तो अर्को बेरिङ मेजरमेन्ट गर्नुभयो भने कम्पासले फोर बेरिङ एन्ड ब्याक बेरिङ नाप्नु पर्छ एकदमै एउटा फोर बेरिङ तपाईले 10 चोटी नापेर 10 ले डिवाइड गर्नु मैले भयंकर खतरा नापेछु छु भनेर भन्न पाउनुहुन्न कारण के भने जुन पोइन्टमा तपाईले नाप्नु भएको छ यदि त्यो पोइन्टमा लोकल एट्र्याक्सन रहेछ भने 10 चोटी नाप्दाखेरि लोकल एट्र्याक्सन के आउँछ इरर आउँछ अब तपाईले फोर बेरिङ नाप्नु भयो र ब्याक बेरिङ नाप्नु भयो भने फोर बेरिङ र ब्याक बेरिङ बीचको डिफरेन्स कति आउनु पर्छ 180 डिग्री हैन आएन भने
लोकल एट्र्याक्सन छ भने चेक गरिदिँदै। यो कुरा हामीले एकदमै इन्डिपेन्डेन्ट चेक सर्वेको प्रिन्सिपल सोधिन सक्दा फोर बेरिङ मेजरमेन्टमा इन्डिपेन्डेन्ट चेक फोर बेरिङ एन्ड ब्याक बेरिङ मेजरमेन्ट। जस्तो तपाईँले थियोडोलाइटमा एङ्गल मेजरमेन्ट गर्दा के हो इन्डिपेन्डेन्ट चेक फेस लेफ्ट फेस राइट। त्यस्तै तपाईँको अर्को छ स्टाफ रिडिङको इन्डिपेन्डेन्ट चेक के हो तपाईँले लिएको स्टाफ रिडिङ ठिक छ कि छैन भन्ने चेक कसरी गर्छ हामी यसरी मिडिल सुड बी टप प्लस मिडिल प्लस बटम डिभाइडेड बाई केसँग मिल्नुपर्छ यो मिलेन भने तपाईँले लिएको स्टाफ रिडिङ मिलेकै छैन। जस्तो तपाईँले स्टाफलाई पोल्टे पार्नुभयो या स्टाफलाई पुरै नखोलिकन एउटा स्टाफ चाहिँ अर्को स्टाफको भित्र आधा छिराएर नाप्नुभयो भने यो मिल्दै मिल्दैन। यो कुरा हामीले ध्यान दिनु जरुरी छ। अर्को छ तपाईँको भीमा अर्को यसले तपाईँले जस्तो तपाईँले फ्लाइ लेभलिङ गर्नुभयो पछि यो कुरा हामी फेरि पनि पढ्छौँ। फ्लाइ लेभलिङ गर्नुभयो भने फरवर्ड लुप एन्ड ब्याकवर्ड लुप दिज अल आर द एक्जाम्पल अफ इन्डिपेन्डेन्ट चेक। र सर्वेले के भन्छ भने तपाईँको डाटा इन्डिपेन्डेन्टली चेक हुनुपर्छ। डिपेन्डेन्ट चेक सर्वेले एक्सेप्टेड गर्दैन इन्डिपेन्डेन्ट हुन जरुरी छ। दिस इज द प्रिन्सिपल अफ सर्वे। किन भन्दा डिपेन्डेन्ट चेकमा केही इरर यस्तो हुन्छ जुन रिपिट हुन्छ जतिचोटि गर्नुभयो त्यो रिपिट भएको भए गर्ने भएर इन्डिपेन्डेन्ट चेक हुन जरुरी छ। अर्कोमा जाउँ हामी मिनिमाइजेसन अफ इरर। अब तपाईँले बुझिहाल्नुभयो मिनिमाइजेसन अफ इरर भनेको के भन्दा इरर सुड बी विदिन के इरर सुड बी विदिन पर्मिसिबल लिमिट। इरर आउँछ नै एकदमै सर्वेमा एउटा खाली क्वेसन सोध्या हुन्छ क्या विच इज ट्रु एन्ड विच इज नट ट्रु एन्ड त्यो विच इज ट्रु विच इज नट ट्रु चाहिँ एकदमै गाह्रो क्वेसनमा पर्छ। अब एउटा ट्रु स्टेटमेन्टमा तपाईँलाई भनौँ सर्वेमा तपाईँले नाप्ने बित्तिकै इरर आउँछ। दिस द भेरी ट्रु स्टेटमेन्ट। तपाईँले कुनै डाइमेन्सन नाप्नुहोस् नाप्ने बित्तिकै के आउँछ इरर आउँछ नै। त्यो इरर चाहिँ के भित्र पर्नु पर्यो पर्मिसिबल लिमिट। र अर्को क्वेसन तपाईँलाई सोध्छ है पर्मिसिबल इरर के कुरामा भर पर्छ पर्मिसिबल इरर दुईटा कुरामा भर पर्छ डिपेन्ड्स अन। यो पनि एउटा क्वेसन हो डिपेन्ड्स अन एउटा के इन्स्ट्रुमेन्ट युज्ड र इन्स्ट्रुमेन्टको पनि के कुरामा भर पर्छ थाहा छ लिस्ट काउन्ट। जति सानो तपाईँलाई म अर्को एउटा स्टेटमेन्ट भन्छु ट्रु स्टेटमेन्ट जति लिस्ट काउन्ट सानो हुन्छ नि त्यो इन्स्ट्रुमेन्ट मोर प्रिसाइज हुने जान्छ। जति लिस्ट काउन्ट ठुलो हुन्छ त्यो इन्स्ट्रुमेन्ट लिस्ट प्रिसाइज हुने जान्छ। त्यही भएर तपाईँले चलाउनु भएको इन्स्ट्रुमेन्टमा भर पर्छ द्याट द लिस्ट काउन्ट जति सानो भयो त्यति मोर प्रिसाइज इन्स्ट्रुमेन्ट। यो कुरा ध्यान दिनु जरुरी छ। र अर्को चाहिँ के मेथड अफ सर्वे। इन्स्ट्रुमेन्ट सेम छ तर मेथड अफ सर्वे फरक छ। जस्तो तपाईँले फ्लाइ लेभलिङ गर्नुभयो भने त्यसको पर्मिसिबल प्लस माइनस 24 रुट के एमएम भित्र पर्छ। त्यही इन्स्ट्रुमेन्ट चलाएर प्रिसाइज लेभलिङ गर्नुभयो भने त्यसको पर्मिसिबल प्लस माइनस 4 रुट के एमएम भित्र पर्छ कि पछि हामी लेभलिङ पर्दा पर्छ होइन त फरक मेथडले गभर्न गर्छ। यो कुरा हामीलाई ध्यान दिन जरुरी छ। अब जाउँ हामी एउटा क्वेसन यस्तो सोधेको छ मिनिमाइजेसन अफ इरर मिन्स मिनिमाइजेसन अफ इरर मिन्स भन्छ कि तीनवटा इरर हुन्छ ह्युमन इरर इन्स्ट्रुमेन्टल इरर अर्को के नेचुरल इरर। अब यो तीनवटा इरर मध्ये तपाईँलाई यसरी क्वेसन सोधिरहेको छ मिनिमाइजेसन अफ इरर मिन्स एमा मिनिमाइजेसन अफ ह्युमन इरर बीमा मिनिमाइजेसन अफ इन्स्ट्रुमेन्टल इरर सीमा मिनिमाइजेसन अफ नेचुरल इरर एन्ड डीमा गएर अल अफ द एबभ या नन अफ द एबभ।
यस्तो कुरा चाहिँ के हो भने यो क्वेसन तपाईलाई सोध्यो भने तपाईँ एकदमै क्लियर हुनु होला ह्युमन एरर मिनिमाइज गर्ने हैन कि ह्युमन एरर त गर्नै पाउनुहुन्न तपाईले ह्युमन एरर आर नट अलाउड त्यसकारण गर्दा तपाईले अब र दुईटा एरर इन्स्ट्रुमेन्टल र नेचुरल यो दुईटा मध्ये बोथ भन्ने अप्सन कतै भेट्यो भने यु हेभ टु टिक द बोथ ए तर बोथ भन्ने अप्सन छैन र तपाईले इन्स्ट्रुमेन्टल र नेचुरल मध्ये चुज गर्न पर्यो भने यु हेभ टु चुज द इन्स्ट्रुमेन्टल एररलाई के गर्ने हो मिनिमाइज गर्ने यो कुरा एकदमै ध्यान दिनुपर्छ इन्स्ट्रुमेन्टल एररलाई जहिले पनि मिनिमाइज गर्ने कोसिस गर्छ हामी फेस लेफ्ट फेस राइट गरेर हैन फोर बेरिङ ब्याक बेरिङ गरेर यी सबै कुराहरूलाई हामीले चाहिँ एकदमै मिनिमाइज गर्ने कुरा चाहिँ इन्स्ट्रुमेन्टल एरर हो तर बोथ भन्ने अप्सन छ भने चाहिँ आन्सर बेस्ट चाहिँ बोथ हुन्छ हामी नेचुरल एररलाई पनि मिनिमाइज गर्ने कोसिस गर्छौँ अब फेरि अर्को एउटा क्वेसन हेर्नुहोस् कन्सेप्चुअल कुरा हेर्नुहोस् है तीनवटा वर्ड दिन्छ क्या तपाईलाई एमा आईमा यो अहिले कन्सिस्टेन्सी पढेपछि पढौँला त्यो चाहिँ अर्को हेरौँ यहाँ कन्सिस्टेन्सी अफ वर्क त्यो क्वेसन अझ अलिकति यहाँसम्म नै रिलेट छ त्यही भएर अर्को प्रिन्सिपल के हो कन्सिस्टेन्सी अफ वर्क कन्सिस्टेन्सी भनेको कसको सर्भियरको याद गर्नलाई कन्सिस्टेन्सी भनेको सर्भियरको कन्सिस्टेन्सी हो सर्भियरले कतिको पर्फेक्ट नाप्न सक्छ भन्ने वर्ड चाहिँ कन्सिस्टेन्सी हो यो कन्सिस्टेन्सी सर्भियर आफैले के गर्ने हो बिल्टअप गर्ने यो कसैले सिकाएर आउँदैन जस्तो तपाईलाई एक्जाम्पल टेपिङ गर्नु भएको छ टेपिङ गर्नु भएको छ भने एउटा टुक्रा नाप्दा 30 न्युटन पुल एप्लाई गर्नुभयो अर्को टुक्रा नाप्दा पनि 30 को हाराहारी पुल एप्लाई गर्नुभयो भने त्यो सर्भियरमा कन्सिस्टेन्सी चाहिँ तर एउटा टुक्रा नाप्दा 40 न्युटन लगाएको छ अर्को न्युटन नाप्दा 20 न्युटन लगाएको छ भने त्यो सर्भियरको हातमा के छैन कन्सिस्टेन्सी छैन र कन्सिस्टेन्सी कसैले सिकाएर आउँदैन तपाईको हातमा कतिको स्ट्रेस परेछ तपाईले पहिलो टुक्रा नाप्दा ठीक छ भने दोस्रो टुक्रामा कति स्ट्रेस परे त्यो स्ट्रेस पेन कन्सिस्टेन्सी कहिले पनि सिकाएर आउँदैन कन्सिस्टेन्सी सर्भियर आफैले के गर्ने हो बिल्डअप गर्नुपर्छ कन्सिस्टेन्सी अफ वर्क हुन जरुरी छ यो कुरा हामीले ध्यान दिन जरुरी छ र एउटा क्वेसन मैले कन्सिस्टेन्सी अफ वर्क भन्ने बित्तिकै जाँचमा सोधेको एउटा क्वेसन छ के प्रिसिजन मेजर्स हामी हरेक सर्वेमा प्रिसिजन नाप्छौँ प्रिसिजनले के मेजर गर्छ एमा एक्युरेसी बीमा कन्सिस्टेन्सी सीमा बोथ डीमा नन के हुन्छ यसको आन्सर यो क्वेसन पनि पहिलोचोटि तपाईको आँखाको अगाडि पढ्दा चाहिँ एकचोटि ट्याक्क अडिन्छ है तपाईको कलम र जहिले पनि याद गर्नुहोला प्रिसिजन ले जहिले पनि के नाप्छ कन्सिस्टेन्सी इज मेजर्ड इन टर्म अफ के इन टर्म अफ प्रिसिजन मेजर्ड इन टर्म अफ जहिले पनि यसलाई हामी मेजर्ड इन टर्म अफ प्रिसिजन त्यसैले यसको आन्सर चाहिँ कन्सिस्टेन्सी हो प्रिसिजनले कहिले पनि एक्युरेसी नाप्न सक्दैन यो कुरा हामीले एकदमै बुझ्न जरुरी छ अब अघिको क्वेसन म तपाईलाई फेरि भन्छु अघि मैले भन्छु भने क्वेसन तीनटा वर्ड दिन्छ के आईमा कन्सिस्टेन्सी अफ सर्भियर आईमा मेथड अफ के अरे चाहिँ प्रिसाइज इन्स्ट्रुमेन्ट थर्डमा प्रिसाइज मेथड अफ सर्वे यो तीनवटा वर्ड राखेर एउटा क्वेसन सोधेको छ हेर्नुस् के भनेर भन्दा र्याङ्क द फलोइङ वर्ड्स according to the importance to achieve the accuracy achieve गर्न तलका वर्डहरु मध्ये कसको इम्पोर्टेन्स बढी छ त्यो अनुसार र्याङ्क गर भन्छ उले एम आई मा एउटा आई मा एउटा आई मा एउटा दिएर अनि कमा राखिन्छ ए मा आई कमा आई आई थर्ड मा आई कमा आई कमा आई अनि फोर्थ सी मा चाहिँ आई अगाडि त्यसपछि आई त्यसपछि आई भनेर तपाईलाई दिएको छ यो चाहिँ कन्सेप्चुअल क्वेशन हो तीनवटा वर्ड हेर्नुस् है एउटा वर्ड कन्सिस्टेन्सी अफ सर्भियर दोस्रो वर्ड प्रिसाइज इन्स्ट्रुमेन्ट तेस्रो वर्ड
प्रिसाइज मेथड अफ के सर्वे, मेथड अफ सर्वे। यो तीनवटा मध्ये एउटा हेर्नुस् यहाँ कन्सिस्टेन्सी अफ सर्वेयर, बीमा मेथड अफ सर्वे, सीमा इन्स्ट्रुमेन्ट युज हैन। यो तीनटा मध्ये एक्युरेसी हाइली डिपेन्ड केमा भर पर्छ भनेर पहिलो नम्बर केमा, दोस्रो केमा, तेस्रो केमा र्याङ्क गर भनेर सोधेको छ एउटा क्वेसन। र तपाईले एकदमै ध्यान दिनुपर्ने कुरा के भने एक नम्बरमा भर पर्ने भनेको कन्सिस्टेन्सी अफ के सर्वेयर। जो सर्वेयरसँग कन्सिस्टेन्सी छैन नि त्यो सर्वेयरलाई जतिसुकै राम्रो इन्स्ट्रुमेन्ट दिएर पठाए पनि उसले एक्युरेसी ल्याउनेवाला छैन। एक नम्बरको आवश्यकता। दुई नम्बरको आवश्यकता के हो, इन्स्ट्रुमेन्ट हो कि मेथड हो भनेर भन्दा दुई नम्बरको आवश्यकता भनेको मेथड अफ सर्वे। बल्ल तेस्रो नम्बरमा बल्ल तपाईले युज गरेको इन्स्ट्रुमेन्टले के गर्छ, गमन गर्छ। प्रिसाइज इन्स्ट्रुमेन्ट भनेर भनिदिन्छ तपाईलाई झुक्याउन। प्रिसाइज इन्स्ट्रुमेन्टले तेस्रो चोटि रोल मात्र प्ले गर्छ। त्यसैले गर्दा सर्वेयरमा हाइली डिपेन्डेन्ट हुन्छ यो कुरा। त्यही भएर कन्सिस्टेन्सी अफ सर्वेयर बिना तपाई एक्युरेसीमा पुग्न सक्नु हुँदैन। यो कुरा हामीले यसरी ध्यान दिनु पर्यो। त्यसो हो भने अब जाउँ हामी व्हाट इज द डिफरेन्स बिट्विन प्रिसिजन एन्ड के एक्युरेसी। प्रिसिजन र एक्युरेसीको बीचमा के फरक छ, यहाँबाट पनि 4-5 वटा क्वेसन छ। सबभन्दा पहिला त प्रिसिजन मिन्स भन्ने नै क्वेसन भइहाल्यो, अर्थात् एक्युरेसी मिन्स भन्ने नै एउटा क्वेसन भइहाल्यो। प्रिसिजन भने चाहिँ के भने, प्रिसिजन मिन्स भने चाहिँ क्लोजनेस अफ टु मेजर्ड भ्यालु, मेजर्ड भ्यालु अफ सेम डाइमेन्सन। एउटै डाइमेन्सनलाई तपाईले दुईचोटि नाप्दा कतिको क्लोज नाप्नुभयो भन्ने टर्म चाहिँ प्रिसिजन हो। भने एक्युरेसी चाहिँ के हो, एकदम ध्यान दिनु। यो दुईटै अप्सनमा राखेर सोधिरा हुन्छ। क्लोजनेस अफ मेजर्ड भ्यालु, मेजर्ड भ्यालु with its true or standard value। त्यसको स्ट्यान्डर्ड भ्यालु वा ट्रु भ्यालुसँग कतिको क्लोज नाप्नुभयो भन्ने टर्म चाहिँ एक्युरेसी हो। अब यसलाई अर्को ल्याङ्ग्वेजबाट बुझौँ। यसलाई अर्को ल्याङ्ग्वेजमा बुझ्ने हो भने इट इज डिग्री अफ पर्फेक्सन युज्ड इन मेजरमेन्ट। तपाईले मेजरमेन्टमा युज गर्नुभएको डिग्री अफ पर्फेक्सन हो। र प्रिसिजन मेन्टेन गर्न तपाईले के युज गर्नुपर्छ थाहा छ? प्रिसिजन युज गर्न के युज गर्नुपर्छ भन्दा तपाईले कन्सन्ट्रेसन के, कन्सन्ट्रेसन इन वर्क, कन्सन्ट्रेसन इन वर्क। वर्कमा एकदमै ध्यान दिएर काम गर्नुपर्छ। प्रिसिजन भनेकै त तपाईले कतिको ध्यान दिएर काम गर्नुभएको छ, यसलाई अरू कुनै फ्याक्टरले गभर्न गर्दैन। कन्सन्ट्रेसन एक्ज्याक्ट टेपलाई होराइजन्टल होराइजन्टल पुरै काममा ध्यान छ भने यु क्यान युज द हाई प्रिसिजन। प्रिसिजन बढाउनुको एउटै मात्र तरिका कन्सन्ट्रेसन हो, कन्सन्ट्रेसन इन वर्क। तर एक्युरेसी चाहिँ के हो, यो डिग्री अफ पर्फेक्सन युज्ड हो भने यो चाहिँ पर्फेक्सन obtained in measurement। त्यो युज गर्नुभयो, यो चाहिँ obtain गर्नुभयो in measurement। र तपाईलाई म एउटा कुरा बताऊं, यसलाई अर्को ल्याङ्ग्वेजमा भन्दा इनपुट भन्न सक्छ हामी। यसलाई अर्को ल्याङ्ग्वेजमा भन्दा के भन्न सक्छौं, आउटपुट। इनपुट तपाईले कतिको इनपुट दिनुभयो दैट इज द प्रिसिजन। आउटपुट भनेको चाहिँ तपाईले कतिको पर्फेक्टली रिजल्ट कतिको पर्फेक्ट आए। र तपाईलाई म एकदमै एउटा करेक्ट स्टेटमेन्ट भन्छु, आउटपुट गतिलो आउन इनपुट सही हुनै पर्छ। तर दोस्रो स्टेटमेन्ट याद गर्नु होला, इनपुट सही हुँदैमा
आउटपुट गतिलो आउँछ भन्ने छैन। यो कुरा सर्वेमा एकदम लागु हुन्छ। यसमा क्वेसन पनि छ, अहिले म तपाईँलाई बताउँछु दुई तीनटा। इनपुट गतिलो नभइकन आउटपुट आउँदै आउँदैन, गतिलो आउँदै आउँदैन, तर हरेक इनपुटले गतिलो आउटपुट दिन्छ भन्ने छैन। यो त तपाईँले आफ्नै घरमा पनि देख्न सक्नुहुन्छ। बाबाआमा सेम, इन्भाइरोमेन्ट सेम, एजुकेसन सेम, सबै सेम, तर एउटा छोरो चाहिँ खतरा निक्लन्छ, अर्को छोरो डल भएर निक्लन्छ। त्यसो गर्दा इनपुट र आउटपुटको बिचको यो रिलेसन तपाईँले याद गर्नु जरुरी छ। त्यो अहिले अझ म बताउँछु। अब यहाँ प्रिसिजनसँग रिलेटेड एउटा वर्ड छ डिस्क्रिपेन्सी। अर्को क्वेसन डिस्क्रिपेन्सी इज भनेर भन्दै, सर्वेमा डिस्क्रिपेन्सी भने के हो? डिस्क्रिपेन्सी इज डिस्क्रिपेन्सी भनेको चाहिँ डिफरेन्स इन टु मेजर्ड भ्यालु, दुईटा मेजर्ड भ्यालुमा कति धेरै डिफरेन्स छ भन्ने टर्म चाहिँ के हो? डिस्क्रिपेन्सी। अर्को यहाँ योसित रिलेटेड वर्ड इरर हो। इरर इ तपाईँलाई जाँचमा यस्तो क्वेसन सोधेको चाहिँ द रिलेसन अफ इरर इज, पहिला क्वेसनै जाउँ न होइन। द रिलेसन अफ इरर इज एमा ट्रु भ्यालु माइनस मेजर्ड भ्यालु, बीमा मेजर्ड माइनस ट्रु, सीमा बोथ, डीमा के हुन सक्छ आन्सर? यो पनि एउटा क्वेसन हो। यो क्वेसन चाहिँ तपाईँको ट्रु भ्यालु माइनस मेजर्ड भ्यालुमा केही मान्छेले हान्छ, केही मान्छेले मेजर्ड माइनस ट्रुमा हिर्काउँछ। अझ सम्भावना त के हुन्छ भने बोथमा हान्ने मान्छे अझ धेरै देख्छ। तर ध्यान दिनुपर्ने कुरा के हो भने इररको रिलेसन जहिले पनि के हो भने मेजर्ड भ्यालु माइनस के माइनस ट्रु भ्यालु। याद गर्नुपर्ने कुरा के हो भने यसले डिरेक्सन दिन्छ। इरर पोजिटिभ आए करेक्सन नेगेटिभ, इरर नेगेटिभ आए करेक्सन पोजिटिभ होल्ड गर्ने भनेको यसले मात्रै। त्यही भएर बोथ लायो भने गलत भयो, ट्रु माइनस मेजर, किनकि यसले साइन गलत दिन्छ कि। इररको त तपाईँलाई साइन पनि थाहा पाउनु जरुरी छ। साइन थाहा नभएको इररको केही अर्थै छैन। यो कुरा पनि अरू दुईटा क्वेसन है। अब म तपाईँलाई एक्जाम्पल देखाउँछु। प्रिसिजन कसरी निकाल्नुहुन्छ, ट्रु भ्यालु कसरी निकाल्नुहुन्छ। जस्तो तपाईँले लिनियर मेजरमेन्टको कोही एक्जाम्पल, लिनियर मेजरमेन्टमा तपाईँले प्रिसिजन नाप्दा के गर्नुहुन्छ? यहाँ पनि क्वेसन सोधिन्छ है। जस्तो फरवर्ड डिस्टेन्स नाप्नुभयो D1, ब्याकवर्ड डिस्टेन्स नाप्नुहुन्छ D2, डिस्क्रिपेन्सी आयो D1 माइनस के D2। यहाँबाट एभरेज भ्यालु निकाल्नुहुन्छ D1 प्लस D2 डिवाइडेड बाई के 2। यहाँबाट प्रिसिजन है, दिस इज द फर्मुला अफ प्रिसिजन है। प्रिसिजन हामी यसरी निकाल्छौँ 1/D डिवाइडेड बाई इरर गरेर यसलाई 1/n को टर्ममा लान्छ। अब यदि तपाईँले टेपिङ गर्नुभएको छ, n को भ्यालु इक्वल अर ग्रेटर देन 2000 आयो भने ओके। इडियम युज गर्नुभएको छ, n को भ्यालु इक्वल अर ग्रेटर देन 5000 आयो भने ओके भन्नु तपाईँले। प्रिसिजन हामी यसरी मेजर गर्छौँ हैन। यसले चाहिँ तपाईँको सर्वेयरको ले गरेको कामलाई जज गर्ने हो कि। जहिले पनि प्रिसिजनले याद गर्नु होला, प्रिसिजनले तपाईँको कामलाई जज गर्छ। तपाईँले गरेको काम ठिक छ कि छैन, प्रिसिजनले त्यो कुरालाई जज गर्छ। हजुर दुई 2000 मिटर नाप्दाखेरि 2000 मिटरलाई दुईचोटि नाप्दा 1 मिटरको डिफरेन्स एलाउड छ क्या। कुरा त्यो 1:2000 भनेको थियो। तपाईँले 2000 मिटरलाई दुईचोटि नाप्दाखेरि चाहिँ 1 मिटरको डिफरेन्स ल्यायो भने तपाईँले नापेको ठिक छ भनेर बुझ्ने हो कि।
इडिएम चलाउँदा चाहिँ तपाईँले 5000 मिटरको डिस्टेन्समा 1 मिटरको डिफरेन्स ल्याउनु भयो भने फरवर्ड र ब्याकवर्ड नाप्दा तपाईँले नापेको ठिक छ भनेर बुझ्ने हो। त्यो हुन्छ अहिले हामी पछि पढ्छ त्यसको प्रिसिजन 1:10,000 हुन्छ इन्भर्टेबल। ल अब यही कुरा तपाईँले यहाँ एक्युरेसी नाप्ने भयो यसरी नाप्नुहुन्थ्यो। एक्युरेसी कसरी नाप्नुहुन्थ्यो भने 1/ट्रु भ्यालु बाई इरर गरेर यसलाई 1/n को टर्ममा लानुहुन्थ्यो, जहाँ इरर भनेको चाहिँ तपाईँले नापेको डी थियो, डी माइनस ट्रु भ्यालु गर्नुहुन्थ्यो हैन। यसरी हामी एक्युरेसी निकाल्थ्यौँ। हामीले नाप्ने एक्युरेसी यस्तो हुन्थ्यो यदि एक्युरेसी निकाल्ने हो भने हैन। अब म तपाईँलाई फेरि अर्को ट्रु स्टेटमेन्ट यहाँ बताउँछु। यो सर्वेमा सोधिरह हुन्छ यस्ताले क्वेसन पनि, व्हिच इज ट्रु व्हिच इज नट ट्रु। एकदमै ट्रु स्टेटमेन्ट के हो भने एक्युरेसी नेभर क्यान बी क्यालकुलेटेड। एक्युरेसी कहिले पनि क्यालकुलेट गर्न सक्दैनौँ हामी। एक्युरेसी नेभर क्यान बी क्यालकुलेटेड। त्यसको कारण के हो भने ट्रु भ्यालु नेभर बी नन। हामीलाई ट्रु भ्यालु थाहा नै हुन्न है। तपाईँलाई कसैले तपाईँको हाइट सोध्यो भने तपाईँले 5 फिट 6 इन्ची भन्नुहुन्छ भने त्यो त टेपले नापेको। वाट इज योर रियल हाइट, वाट इज योर ट्रु हाइट, यु नेभर बी नन। नापेको चिज त नाप्ने चिजै पछि फरक हुन्छ कि। जस्तो यहाँबाट थाप्दल क्याम्पसको गेटसम्मको डिस्टेन्स नाप्नुभयो, टेपले नाप्नुहोस् एउटा आउँछ, चेनले नापे एउटा आउँछ, पेसिङले नापे एउटा आउँछ, एडिएमले नापे एउटा आउँछ हैन। तर कहिले पनि तपाईँलाई के थाहा हुँदैन, ट्रु भ्यालु थाहा हुँदैन। त्यही भएर एउटा स्टेटमेन्टमा तपाईँलाई भने एक्युरेसी नेभर क्यान बी क्यालकुलेटेड बिकज ट्रु भ्यालु नेभर बी नन। व्हिच इज ट्रु व्हिच इज नट ट्रुमा यस्तो राख्छ है, ट्रु स्टेटमेन्ट राखेर नन अफ द एबभ भनेर राखिदिन्छ है। भनेपछि त्यो फल्स हो कि होइन तपाईँ थाहा पाउँदो रहेछ हैन। यो कुरा हामीले जस्तो व्हिच इज ट्रु व्हिच इज नट ट्रुमा एक्युरेसी नेभर क्यान बी क्यालकुलेटेड बिकज ट्रु भ्यालु नेभर बी नन। बीमा के राखिदियो तपाईँको चाहिँ के भन्दा चाहिँ इन सर्भिङ इन एभ्री मेजरमेन्ट इरर कम्स हैन, त्यो राखिदियो। अनि डीमा सीमा बोध राखिदियो, डीमा नन राखिदियो। यसको आन्सर के हुन्छ, बोध हुन्छ। कारण के भने मैले अघि नै एउटा ट्रु स्टेटमेन्ट भनेको थिएँ, सर्भिङमा नाप्ने बित्तिकै के आउँछ, इरर आउँछ। तर त्यो इरर के भित्र पर्नुपर्छ, पर्मिसिबल भ्यालु भित्र पर्नुपर्छ। यो एउटा ट्रु स्टेटमेन्ट पनि तपाईँले याद गर्नु पर्यो। त्यही भएर एक्युरेसी हामीले त्यस्तो होइन। तपाईँले टेपलाई एउटा क्यालिब्रेसन गरेर उसले पठाएको छ, तपाईँले नापेको डिस्टेन्स चाहिँ ट्रु भ्यालु कति हो त्यसको भन्ने कुरा तपाईँलाई थाहा छैन। टेप पनि एउटा एजम्सन हो हैन, यति छ यति हुन्छ भनेर तपाईँलाई पठाएको हो। कुनै पनि चिजको ट्रु चिज हामी कहिले पनि नाप्न सक्दैनौँ। अब त्यही टेपको पनि 30 मिटरको टेप चाहिँ जुन तपाईँको क्यालिब्रेसन गरेर पठाएको छ, त्यो 30 मिटरको तपाईँले जुन फिल्डमा ल्याबमा क्यालिब्रेसन गरेको छ त्यही पोजिसनमा तपाईँले नाप्न सक्नुहुन्न नि। स्यागिङ हुन्छ हैन, तपाईँले लगाएको पुल फरक पर्छ, रुम टेम्परेचर र के अरे चाहिँ फिल्ड टेम्परेचरको टेम्परेचर फरक पर्छ। धेरै कुराको कारणले गर्दा तपाईँले टेपले पनि एक्ज्याक्ट 30 मिटरको टेपले एक्ज्याक्ट 30 मिटर नाप्न सक्नुहुन्न। यो कुरा हामीले ध्यान दिनु जरुरी छ। अब अर्को हजुर हजुर होइन, सबैको सम्पू थाहा हुन्छ, इच भ्यालु थाहा हुन्छ। समको त तपाईँलाई थाहा भयो, इचको तपाईँले मेजर्ड भ्यालुको कहिले पनि ट्रु भ्यालु थाहा हुन्न कि। अब जाउँ अर्को एक्जाम्पल यस्तो एक्युरेसी र प्रिसिजनको अर्को एक्जाम्पल। र यहाँबाट दुईटा क्वेसन तपाईँलाई थाहा छ लेखेर याद गर्नु जरुरी छ। एउटा क्वेसन चाहिँ के भने प्रिसिजन हाई हुँदैमा एक्युरेसी हुन्छ भन्ने छ कि छैन। प्रिसिजन हाई हुँदैमा एक्युरेसी हुन्छ भन्ने हुन्छ कि हुँदैन भन्ने एउटा क्वेसन। अब हुन्छ हुँदैन भन्ने थाहा पाएपछि त्यसो भने सर्वेमा एक्युरेसी नाप्नै सकिँदैन भने एक्युरेसीमा कसरी पुग्ने, दोस्रो क्वेसन।
हाउ टु एचिभ एकुरेसी इन सर्भिङ, जबकि एकुरेसी नाप्नै सक्दैन हामीले चाहिएको प्रिसिजन होइन, हामीलाई चाहिएको के हो एकुरेसी। अब यो एक्जाम्पल पहिला बुझौँ, त्यहाँबाट बुझिहाल्छ। एउटाले यस्तो हान्यो, 5 चोटि हान्न दिएको, जसले सेन्टरमा हान्छ विल बी द विनर। यसले यस्तो हान्यो, यो मान्छेको हनाइमा प्रिसिजन पनि छैन, एकुरेसी पनि छैन। हेर्नुहोस् एउटा खेलाडी, अर्को खेलाडीले यस्तो हान्दैन त, 1 2 3 4 5, यो मान्छेको प्रिसिजन के छ, बबाल छैन, तर के छैन एकुरेसी। यही मैले भनेको स्टेटमेन्ट, प्रिसिजन हाई आउँदैमा एकुरेसी हुन्छ भन्ने छैन। यो स्टेटमेन्टको एन्सर हो, प्रिसिजन हाई हुँदैमा एकुरेसी हुन्छ भन्ने छैन। अब अर्को मान्छेले यस्तो हाने, हेर्नुहोस् त, यो मान्छेको प्रिसिजन पनि खतरा, एकुरेसी पनि के छ, खतरा छ। दिस इज द एक्जाम्पल अफ प्रिसिजन एन्ड एकुरेसी। तर अब फेरि यहाँ जाउँ, एकुरेसी यो गेममा त तपाईँले देख्नुभयो सेन्टरमा हान्ने एकुरेटी, तर अब तपाईँले बुझ्नुपर्ने कुरा के हो भने, त्यसो भने सर्वेमा जब एकुरेसी नाप्न सकिँदैन, कसरी एकुरेसीमा पुग्ने त भनेर भन्दा, अब यही गेमबाट म तपाईँलाई बुझाउँछु। सुरुमा खेलाडी कि यस्तो हुन्छ कि यस्तो हुन्छ, त्यस्तो पुर्याउनलाई त धेरै अभ्यास गर्नुपर्छ हैन। यस्तो खेलाडी आयो भने कोचले रिजेक्ट गर्छ, यस्तो खेलाडी पायो भने कोच भयङ्कर खुसी हुन्छ, उसले यसलाई सेलेक्ट गर्छ। किनकि कोच खेलाडीको हातमा के छ, कन्सिस्टेन्सी छ हैन, प्रिसिजन छ, कन्सिस्टेन्सी छ। अब यहाँ योलाई रिजेक्ट गर्नु र यसलाई सिलेक्ट गर्नुको कारण चाहिँ यो खेलाडीले हानेको हेर्छ, उता बसेर हेर्छ, यता बसेर हेर्छ, अनि उसले छोड्दाखेरि अनि कोच त्यसै बन्न पाइँदैन नि त। खेलाडीले नै ड्याङ्की ट्याङ्क सेन्टरमा हानिदिने हो भने त कोच किन चाहिए। सचिन तेन्दुलकरलाई ब्याटिङ गर्न सिकाउने कोचको हिस्ट्री सचिन तेन्दुलकरको जतिको हुँदैन, भेरी पुवर इन ब्याटिङ, तर ऊ कोच हुन्छ। सचिन तेन्दुलकरको ब्याटिङ कोच हुन्छ क्या। कारण के हो भने सचिन तेन्दुलकरको स्ट्रेन्थ त दुनियाँले देखाएको छ नि हैन, त्यो स्ट्रेन्थलाई फाइन्डिङ गरेर त्यसलाई कसरी युज गर्न सिकाउने काम चाहिँ कोचले गर्छ। कसै न कसैले हेर्नु पर्छ तपाईँलाई साइडमा बसेर। यसले कोचले के गर्छ भने यसले हानेको हेरेर उसले एउटा फाइनल कन्क्लुजन निकाल्छ, त्यसलाई ट्रेसिङ गरी हैन, फाइनल कन्क्लुजन के भने अब तैँले त्यो पोइन्टरलाई छोड्ने बेलामा आफ्नो एल्बोलाई 1 डिग्री लेफ्ट र औँलालाई 2 डिग्री अप गरेर छोड्नुपर्छ। तेरो हनाइ अनुसार यो हो भनेर पत्ता लगाउने काम कसको, कोचको। यदि कोचले पत्ता लगाएको यो कुरा ठिक रहेछ भने यो मान्छेले के गरिदिन्छ, पटक पटक केमा हानिदिन्छ, सेन्टरमा हानिदिन्छ। किनकि उसको हातमा के छ, कन्सिस्टेन्सी चाहिँ। तर यो मान्छेको हेर्नुहोस्, यो हनाइलाई हेरेर कोचले एउटा निष्कर्ष निकाल्यो, 2 डिग्री लेफ्ट 1 डिग्री अप, यो हनाइ कहाँ पुऱ्याउँछ, यसले आउट अफ बोर्ड पुऱ्याउँछ। जोसित कन्सिस्टेन्सी छैन नि त्यो मान्छेलाई एकुरेसीमा कुनै पनि हालतमा पुर्याउन सकिँदैन। त्यही भएर अघि नै मैले बताएँ कन्सिस्टेन्सी अफ सर्भेयर 1 नम्बरमा भएको कारणले। र यो खेलाडीलाई किन रिजेक्ट गर्यो, मैले अर्को एउटा पनि वर्ड बनाएको थिएँ, कन्सिस्टेन्सी कसैले सिकाएर आउँदैन, यसलाई सिकाउनै सकिँदैन। हात लेफ्ट पार्नु भन्यो भने यो हनाइ यसले यता पारिदिन्छ, यो हनाइलाई हानेर हात माथितिर फर्कायो भने यो हनाइलाई यसले झन् माथि पारिदिन्छ, किनकि उसको हातमा के छैन, कन्सिस्टेन्सी छैन। तर कन्सिस्टेन्सीलाई एकुरेसीमा पुर्याउन सकिने रहेछ। कोचले पत्ता लगायो, एकुरेसीमा पुग्यो। त्यसो भने सर्भिङमा एकुरेसीमा हामी कसरी पुग्छौँ, इन सर्भिङमा एकुरेसीमा पुग्ने यसरी हो। एकुरेसीमा केमा पुग्ने, प्रिसिजन चेक गरिहाल्छौँ हामी, तोकेको प्रिसिजन भित्र सर्भेयर पुगेको छ, इट्स ओके, सर्भेयरमा कन्सिस्टेन्सी छ। प्लस अब त्यो सर्भेयरले के गर्न पर्यो, एउटा काम कोचलाई युज गर्न पर्यो। सर्भिङमा कोचको भूमिका कसले गर्छ, सर्भिङमा कोचको भूमिका प्रिन्सिपल अफ केले गर्छ, सर्वे। तपाईँले प्रिन्सिपल अफ सर्वेलाई स्ट्रिक्टली एप्लाई गरेर प्रिसिजन एचिभ गर्नुभएको रहेछ भने त कहाँ पुग्नु भइसक्यो, एकुरेसीमा पुग्नु भइसक्यो। तपाईँसँग प्रिसिजन छ,
एकुरेसी यो के अरे प्रिन्सिपल युज गर्नु भएन, तपाईँ एकुरेसीमा पुग्दैन है। त्यस्तै तपाईँले प्रिन्सिपल चाहिँ स्ट्रिक्टली फलो गर्नुभएको छ, सर्वेयरमा के छैन, प्रिसिजन छैन भने पनि ऊ कहाँ पुग्दैन, एकुरेसीमा पुग्दैन। र सर्वेमा गर्ने यही नै हो, हामीले सर्वेमा हामी जहिले के गर्छौँ भने प्रिसिजन ट्याक्क भित्र पार्छौँ, प्रिन्सिपललाई स्ट्रिक्टली के गर्छौँ, फलो गर्छौँ, र यसले तपाईँलाई एकुरेसीमा पुर्यायो भन्ने कुरा बुझ्न जरुरी छ। तपाईँको प्रिन्सिपल अफ सर्वे तपाईँलाई कोचको काम गर्छ, यो कुरा हामीले ध्यान दिन जरुरी छ। र यसरी हामी कहाँ पुग्छौँ, एकुरेसीमा पुग्छौँ। ल आज हामीले पढेको आजको पर्सनबाट एउटा क्वेसन प्राय कहिले पनि छुट्दैन, र यो सर्वेको के हो, मुटु हो। इट इज द हार्ट अफ सर्विङ। जसले यो कुरा बुझ्दैन र यसलाई फलो गर्दैन, ऊ हि इज नट द गुड सर्वेयर। उसले कुनै पनि हालतमा सर्वे राम्रो गर्नै सक्दैन। इन्स्ट्रुमेन्ट चलाउन जानेर कोही पनि गुड सर्वेयर हुँदैन। सर्वेको कन्सेप्ट जोसँग छैन उसले कहिले पनि इररलाई मिनिमाइज गर्नै सक्दैन। इन्स्ट्रुमेन्ट चलाउनु अर्कै कुरा हो, त्यो इन्स्ट्रुमेन्टलाई सही तरिकाले प्रयोग गर्नु अर्को कुरा। इन्स्ट्रुमेन्ट चलाउन आउनु पर्यो एउटा कुरा हो, तर इन्स्ट्रुमेन्टले मेजर भइगयो भने 1 नम्बरमा इन्स्ट्रुमेन्ट पर्दै पर्दैन, इन्स्ट्रुमेन्ट त कहाँ पुग्छ, 3 नम्बरमा। त्यसो भएर सर्वेयर, गुड सर्वेयर भनेको त्यो हो जसलाई चाहिँ सर्वेको कन्सेप्ट के छ, दिमागमा छ। इन्स्ट्रुमेन्ट चलाउन त तपाईँले अहिले 15 दिने ट्रेनिङ लिनुभयो भने यु विल बी द पर्फेक्ट इन इन्स्ट्रुमेन्ट। जेसुकै इन्स्ट्रुमेन्ट, ड्रोनको 2 दिनको ट्रेनिङमा तपाईँ पर्फेक्ट हुनुहुन्छ, टोटली सेसन 2 दिनको ट्रेनिङ लिनु भने तपाईँ पर्फेक्ट हुनुहुन्छ, केही गाह्रो छैन। तर सर्वेयरमा ल्याकिङ चाहिँ के हुन्छ, कन्सेप्ट। कन्सेप्ट चाहिँ तपाईँले डेभलप गर्न एकदमै गाह्रो चिज हो, र यो डेभलप नगरिकन यु कान्ट एचिभ द एकुरेसी। त्यही भएर जम्मै सर्वेको टिमलाई लिड गर्ने जो मान्छे लिडर हुन्छ, त्यो मान्छेलाई भलै इन्स्ट्रुमेन्ट चलाउन नआओस्, तर के हुन जरुरी छ, सर्वेको कन्सेप्ट हुन जरुरी छ। अनि बल्ल उसले एकुरेसी एचिभ गर्न सक्छ। ल अब केही सोध्नु छ भने सोधौँ। ल यो चाहिँ हामीले एकदमै बुझ्न पर्ने र यहाँबाट पटक पटक क्वेसनहरू र धेरै कन्सेप्चुअल क्वेसन चाहिँ यहाँबाट आउने गर्छ। हजुर, रिलेटिभ प्रिसिजन भने चाहिँ फरक चिज हो। रिलेटिभ प्रिसिजन भने चाहिँ के भने, जस्तो तपाईँले पेसिङ, चेनिङ र टेपिङ गर्नुभयो भने हामीलाई थाहा छ टेपिङको लिस्ट काउन्ट सबैभन्दा कम छ, त्यही भएर टेपिङ मोर प्रिसाइज हो। चेनिङ, त्यसपछि चेनिङ मोर प्रिसाइज हो। सबैभन्दा कम भनेको पेसिङ हो, किनभने पेसिङको लिस्ट काउन्ट भनेको 1 पेज हो। 1 पेजको भ्यालु नै, एभरेज भ्यालु नै 0.8 मिटर हुन्छ। भनेपछि अब तपाईँले के गर्नु पर्यो भन्दा, पेसिङको एकुरेसी के को रिफरेन्समा, चेनको के अरे टेपको रिफरेन्समा, कि टेपलाई मोर एकुरेट मानेर टेपको रिफरेन्समा तपाईँले पेसिङको चाहिँ तपाईँले प्रिसिजन या एकुरेसी निकाल्नु भने त्यसलाई रिलेटिभ प्रिसिजन, रिलेटिभ एकुरेसी भन्छ। आफ्नो आफ्नोको बिचमा कम्पेयर गर्नुभयो भने चाहिँ प्रिसिजन भन्छ, अर्को मोर एकुरेट आइटमसँग कम्पेरिजन गर्नुभयो भने चाहिँ त्यसलाई के भन्छ, रिलेटिभ प्रिसिजन भन्छ। रिलेटिभ प्रिसिजन भने त्यो है, कुनै एउटालाई, जस्तो चेनलाई टेपसँग, पेसिङलाई टेपसँग, अथवा टेपलाई इडियमसम्म, त्योभन्दा मोर एकुरेटसँग कम्पेयर गर्नुभयो भने चाहिँ र त्यहाँबाट प्रिसिजन निकाल्नुभयो भने त्यसलाई हामी रिलेटिभ प्रिसिजन भनेर भन्छ। रिलेटिभ प्रिसिजन अथवा रिलेटिभ एकुरेसी पनि भन्न सक्छ। एब्सोल्युट एकुरेसी हामी निकाल्न सक्दैनौँ, रिलेटिभ एकुरेसी हामी निकाल्न सक्छौँ। ल अरू केही छ भने अरू पनि सोधौँ, नत्र यो अर्को क्लासमा पढ्छ हामी। सेकेन्ड क्लासमा यी सबै कुराहरू आउँछ। ल आजलाई मैले यति नै गरेँ। ल